Kathmandu University School of Education in collaboration with Katha Express. शिक्षाको राष्ट्रिय बहस supported by Radiant College, Rupandehi, Gorkha Group, Dang, Education by the Braves. Educast, reimagining education. Exclusively on Katha Express. नमस्कार, एडुकास्ट राउन्ड टेबलको पहिलो एपिसोडमा यहाँहरूलाई स्वागत छ। अहिलेसम्म हामीले सेल्फ मोडरेटेड कन्भर्सेसन विभिन्न क्षेत्रका व्यक्तिहरूसँग शैक्षिक अनुभवहरूमा आधारित रहेर उहाँहरूको विद्यालयको शैक्षिक अनुभव, कलेजको शैक्षिक अनुभव र अनौपचारिक क्षेत्रको शैक्षिक अनुभवहरूमा चाहिँ आधारित रहेर विभिन्न संवादहरू गऱ्यौँ। त्यसले एउटा यो विश्वविद्यालय र समग्र समाजलाई पनि शिक्षा कस्तो हुनुपर्छ, सिकाइ कस्तो हुनुपर्छ भन्ने केही विचारहरू, त्यो ज्ञान निर्माणमा सहयोग पुगेको छ भन्ने हामीले अपेक्षा लिएका छौँ। शैक्षिक संस्थाको उन्नयनमा नेतृत्वको भूमिका कस्तो हुन्छ, नेतृत्वको अभ्यास कस्तो हुन्छ, नेतृत्वले कस्तो चुनौतीहरू भोग्नुपर्छ भन्ने विषयमा संवाद गर्न गइरहेका छौँ। यसको लागि हामीसँग 3 जना अतिथिहरू हुनुहुन्छ, उहाँहरूलाई स्वागत छ। हामीसँग हुनुहुन्छ काठमाडौँ स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जनजी। यो विद्यालय चाहिँ एउटा उदाहरणीय रूपमा पनि स्थापना हुन सफल भएको छ। अर्को हामीसँग हुनुहुन्छ नेपालका वरिष्ठ र प्रसिद्ध चिकित्सक र उहाँको एउटा यो बहुआयामिक परिचय पनि छ। नयाँ बनिरहेको नेपाल विश्वविद्यालय युनिभर्सिटी अफ नेपालको नेतृत्वमा पनि हुनुहुन्छ। यो विश्वविद्यालय बन्दैछ। त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुनुहुन्छ। अर्जुन सरलाई पनि स्वागत छ। त्यस्तै हामीसँग हुनुहुन्छ काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल सर। हुन्छ, अब सबभन्दा सुरुमा म रबिना म्यामबाट सुरु गर्न चाहेँ। यो सरस्वती निकेतन माध्यमिक विद्यालयले यो शिक्षण सिकाइ सुधारको लागि वा त्यसको उन्नयनको लागि चाहिँ अहिले कस्तो कस्तो प्रयासहरू गरिरहेको छ, हामीलाई सेयर गरिदिनुहुन्छ? स्थापना कालदेखि कुरा गर्छु है अलिकति, किनभने इतिहास पनि सँगै ल्याउनुपर्छ भन्ने हिसाबले 2004 सालमा स्थापित हाम्रो सरस्वती निकेतन स्कुल हो। अहिले 77औं वर्षमा रनिङ छ। स्थापना कालदेखि नै एउटा गुणस्तरीय शिक्षा दिने प्रयत्नशील स्कुलको रूपमा चिनिन्छ र अहिलेको कन्टेक्स्टमा जब सामुदायिक स्कुलमा विद्यार्थीहरू घट्दै जाने क्रम भनेर जब चलिरहेछ नि त होइन, तर हाम्रो स्कुलमा चाहिँ कहिले पनि विद्यार्थीहरू घटेन, किनभने यसले चाहिँ जहिले पनि एउटा गुणस्तरीय शिक्षा दिनमा तल्लीन रहिरह्यो। तर अहिले समय परिवर्तनसँगै चाहिँ त्यो किताबी ज्ञान मात्र गुणस्तरीय शिक्षा होइन भन्दै गर्दाखेरि अहिले हामीले चाहिँ विभिन्न इनोभेटिभ कार्यहरू पनि गरिराखेका छौँ। त्यो मध्ये भन्ने हो भने चाहिँ हामीले इसिडीदेखि सुरु गर्दाखेरि हाम्रो बाल विकास कक्षाहरूलाई कसरी चाहिँ होलिस्टिक एउटा होल चाइल्डको कन्सेप्टलाई चाहिँ कसरी इन्टिग्रेट गर्ने भनेर त्यतातिर होलिस्टिक लर्निङको कन्सेप्टलाई हामीले इम्प्लिमेन्ट गरिरहेछौँ भने 1 to 3 मा चाहिँ हामीले इन्टिग्रेटेड करिकुलमको मर्म अनुसार कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने हिसाबले गरिरहेछौँ भने, अनि माथि हाम्रो सेकेन्डरी एजुकेसनमा चाहिँ कसरी चाहिँ हामीले एउटा प्राविधिक शिक्षालाई एकदमै गुणस्तरीय रूपमा र अहिलेको विश्वलाई चाहिने खालको जनशक्ति तयार गर्न सकिन्छ भन्ने हिसाबले कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ हुन्छ भने अरू साधारण धारतर्फका भाइ बहिनीहरू पनि विभिन्न क्लबहरूको मार्फत किताबी ज्ञानको साथसाथै अरू ज्ञानहरूमा पनि उनीहरू चाहिँ भिजिराखेको अवस्था छ। मैले अहिलेलाई यति नै भने, अरू हामी कथा पछि सुन्नेछौँ। अर्जुन सर, यो यही असोजमा चाहिँ प्रतिनिधि सभाले जुन नेपाल विश्वविद्यालयको त्यो विधेयक पनि पारित गरिसकेको छ, अहिले चाहिँ कस्तो तयारी हुँदैछ? अब हामीलाई अलि जान्ने गरी यो वास्तविक पठन पाठन चाहिँ कहिलेदेखि सुरु हुँदैछ नेपाल विश्वविद्यालयमा? अलिकति अपडेटहरू हामीलाई सुनाइदिनुहुन्छ कि? अङ्ग्रेजीमा चाहिँ यस्तो प्रश्नलाई $1 million क्वेसन भन्छ क्या है। त्यो यति महत्त्वपूर्ण प्रश्न हो, त्यसलाई चाहिँ मूल्यमा परिणत गर्नु पर्यो भनेदेखि $10 लाख को। त्यो कारणले गर्दाखेरि अब यो सर्वप्रथम त यहाँ आज यो तपाईँहरूले बोलाउनु भयो, यो मौका दिनुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु म। दोस्रो कुरो, हाम्रो विश्वविद्यालय अहिले ऐनको हिसाबले यो असोजमा पारित भए पनि यसको तयारीको सिलसिला चाहिँ अलि पहिलादेखि नै हामीहरूले गरिरहेका थियौँ। अब त्यसमा मूलभूत रूपमा एउटा चाहिँ पाठ्यक्रमको कुरा छ। पाठ्यक्रमलाई कसरी चाहिँ एउटा नवीनतम अवधारणाहरूलाई समेटेर अहिले हाम्रो उच्च शिक्षामा जे जस्ता खालका
कमी कमजोरीहरू छन् अथवा चाहिँ अलि अपुग कुराहरू जे छ त्यसलाई समेत दृष्टिगत गरेर अलिकति चाहिँ नयाँ मान्यता नयाँ आयाम थपेर अगाडि बढ्ने भन्ने सिलसिलामा त्यो तहको त्यो खालको त्यो प्रकृतिको हामीले पाठ्यक्रमहरूको निर्माण गर्ने एउटा चाहिँ त्योमा छौँ। पाठ्यक्रम बनिरहेछ एउटा पाठ्यक्रम बनिरहेको छ। पाठ्यक्रम बन्ने कुरा अब यहाँ बाल सर हुनुहुन्छ, उहाँको छेउमा मैले धेरै कुरा गर्नु व्याख्या गर्नु जरुरी पनि परेन, किनभने यो अत्यन्त बौद्धिक र अत्यन्त चाहिँ नि तपाईँको केही मूल्य मान्यताहरू पनि हुन्छन्। अहिले विश्वमा चाहिँ नि जे जस्तो खालको विचारहरू आइराखेको छ, एउटा परिमार्जन भइरहेको छ, त्यसमा चाहिँ अनुभवजन्य कुराहरूले त्यसलाई निर्देशित गरिरहेको छ। ती सबै विषयहरूलाई पनि हामीले चाहिँ केलाउनु पर्यो। तर हाम्रो जुन विशिष्ट परिस्थिति छ नेपालको, हाम्रो आवश्यकताहरू, हाम्रो चाहिँ एउटा चाहिँ सांस्कृतिक सामाजिक परिस्थितिलाई पनि अनुकूल हुने किसिमको उपयुक्त हुने किसिमको मिलाउनु पर्ने हुनाले त्यो पनि अलिक जटिल हो। अब सबभन्दा ठुलो कुरो त यो हामीलाई चाहिँ ती पाठ्यक्रमहरूलाई हामीले सोचेको जस्तो रूपमा विद्यार्थीहरूको बिचमा पुर्याउने, विद्यार्थीहरूलाई चाहिँ एउटा अत्यन्त विचारोत्तेजक ढङ्गबाट उनीहरूको त्यो विषयवस्तुहरूको मर्म त्यसको ज्ञानलाई चाहिँ आत्मसात गराउने तहमा पढाउन सक्ने, त्यो पढाउँदाखेरि चाहिँ रमाउने र चाहिँ विद्यार्थीको चाहिँ हामीले व्यक्तित्व विकासको लागि मैले यो काम गर्दाखेरि यो राष्ट्रको भविष्यको लागि मैले ठुलो योगदान गरिरहेको छु भन्ने कुराको त्यो बोध समेत भएको शिक्षकहरू चाहिँ कसरी पाउने होला भनेर हामी त्यसमा चाहिँ जुटिराख्नु भएको छ। पाठ्यक्रम शिक्षक अरू यो भौतिक यसको कहाँ भौतिक चाहिँ त अब त्यो धेरै लफडा हुँदैन। त्यो भौतिकमा चाहिँ पैसाको थैलो भयो भने त्यो चाहिँ धनाधन बनाउन सकिन्छ होइन। हाम्रो त्यसको प्रारूप कस्तो खालको हुने भन्ने कुराहरूमा पनि हाम्रो एउटा छुट्टै टिमहरूले चाहिँ केही वर्षदेखि नै लागिरहेको हो। त्यस कारण भौतिक संरचना चाहिँ नि अरू पाठ्यक्रम र यो शिक्षकको बन्दोबस्त मिलाउने कुराको तुलनामा ती चाहिँ अलि अपेक्षाकृत अलि सरल हो तुलनात्मक। कहिलेदेखि सुरु हुने केही अपडेट? अहिले कार्यक्रम चाहिँ हामी 2026 सन् 2026 को दोस्रो हाफतिर चाहिँ सुरु गर्नु पर्ला कि भन्ने एउटा हामीले मोटामोटी अनुमान त्यो गरेका छौँ। अहिले भौतिक संरचनाहरू निर्माण गरेर त्यो सबै चाहिँ तयार भएपछि मात्रै सुरु गर्ने भन्दा पनि अहिले सुरुवातको चरणमा हामीले चाहिँ आवश्यक तहको एउटा संरचना आफैले बनाएर अथवा चाहिँ बनेका संरचनालाई अलिकति हामीले पैसा तिरेर भाडामा लिएर सञ्चालन गर्ने भन्ने कुराको चाहिँ त्यो लाइनमा चाहिँ हामीहरू अगाडि बढिरहेका छौँ। अहिले काठमाडौँमै त्यो चाहिँ यो दोस्रो विकल्प चाहिँ काठमाडौँमै हुन्छ। काठमाडौँ भन्दाखेरि उपत्यकाको कुरा गरेँ, यो भक्तपुरमा पनि हुनसक्ला, ललितपुरमा पनि हुनसक्ला। अलिकति बालचन्द्र सरसँग आउन चाहे। बालचन्द्र सर, यो काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनले यो शैक्षिक उन्नयनमा धेरै काम गरेको हामीले मिडियाहरूमा नि सुन्छौँ पढ्छौँ। अहिले चाहिँ यो शैक्षिक सुदृढीकरणको लागि होइन यो के गर्दै हुनुहुन्छ, कस्तो कस्तो प्रयासहरू गर्दै हुनुहुन्छ? धन्यवाद विजयजी। अब हामी तीनवटा इन्स्टिट्युसन फरक फरक परिस्थितिमा रहेछौँ। अन्त सरका अगाडि मैले अब सरले पाटन एकाडेमी त्यत्रो बनाएर त्यो एउटा स्टेजमा पुर्याउनु भयो। नेपाल विश्वविद्यालय बनाउने तर्खरमा हुनुहुन्छ। स्कुलको कुरा त्यस्तै सबै विशिष्ट अवस्थाका शैक्षिक संस्था हुन्। हाम्रो केसमा चाहिँ म जतिखेर डिन भएँ मलाई दुईवटा ठुलो च्यालेन्ज थियो। एउटा भनेको चाहिँ अहिले पनि छ, एउटा भनेको विद्यार्थी थोरै छन्, अर्को चाहिँ अब हामीले गर्नुपर्ने स्कुल अफ एजुकेसन काम गर्नुपर्ने समाजमा हामीलाई चाहिँ कसरी प्रस्तुत गरेको छ, यो एलिट इन्स्टिट्युसनको रूपमा प्रस्तुत गरिएको छ। अब कक्षा नेपाली समाजलाईसँग प्रत्यक्ष काम गर्ने स्कुलमध्ये केहीको स्कुलमध्ये यो एउटा हो। त्यही भएर हामीले दुईवटा मेजर कुरा त युनिभर्सिटीको, पहिलो चाहिँ बेटर ग्रेजुएट निकाल्नै पर्यो। राम्रो ग्रेजुएट निकालियो भने समाजले भनौँ न नेपाली समाजले पत्याउँछ। विश्व पनि भन्दैन म कहिलेकाहीँ चाहिँ। अब विश्व भन्ने कुरा पनि बडो यो गाह्रो कुरा छ कि कसको विश्व, अमेरिकाको विश्व हो कि हाम्रो विश्व हो कि? हाम्रो पनि त विश्व हो नि त।
अनि पहिलो ग्रेजुएट राम्रो, दोस्रो अब मास्टर्स पिएचडी विश्वविद्यालयको काम ज्ञान उत्पादन पनि हो, डुइङ बेटर रिसर्च भन्यो, त्यो दुईवटा कुरा त हुन्। त त्यो दुईवटा अचिभ गर्ने तरिका के हुन् त भन्दाखेरि हामीले गरिराखेको चाहिँ समुदाय हो है। किनभने समुदाय भने उहाँहरू जस्तो पनि हो। किनभने अहिले विश्वविद्यालयको टिचरको लागि पनि 1 वर्ष मास्टर्स प्रोग्राम पढाइरहेका छौँ। स्कुल टिचरहरूको लागि त हाम्रो सबै कार्यक्रम स्कुल टिचरहरू, स्कुलको हेड टिचरहरू, समाजमा शिक्षा मार्फत काम गर्ने। तेस्रो चाहिँ हामीले कम्युनिटी भन्यौँ। कम्युनिटीमा पुग्ने तरिका भनेको पार्टनरसिप हो। फेरि चौथो कुरा त्यो भन्यौँ। अनि त्यसपछि यो माध्यमबाट हामी आफैले पनि रिफ्लेक्ट गर्नु पऱ्यो, सिक्नु पऱ्यो। अहिले हामीले 25वटा पालिकासँग काम गरिरहेका छौँ। हामीले चलाउने रेगुलर एकाडेमिक कार्यक्रमको अलावा र 25वटा पालिकामा पुग्दै गर्दा हामीलाई अर्को के फिल भयो भने यो हामीले भन्न खोजेको कस्तो शिक्षा हो, हामीले गर्न खोजेको कस्तो शैक्षिक क्रियाकलाप हो भन्ने कुरा चाहिँ अलिक प्रष्ट पार्नलाई यो एडुकास्ट भन्ने जुन यो श्रृङ्खला चलिरहेको छ त्यो पनि हो। यसमा मान्छेले विभिन्न ढङ्गले प्रश्न गर्ने कुरा त स्वाभाविक हो, काम गरेपछि प्रश्न उठि नै हाल्छ हैन। यो मिडिया जस्तो काम किन गर्नु पर्यो भन्ने कुरा चाहिँ हामी कहाँ प्रोफेसर हुनुहुन्छ एकजना मनप्रसाद भागले, उहाँको खास विषय के रहेछ भने एजुकेसन, मिडिया एन्ड टेक्नोलोजी रहेछ। त्यो त हामीलाई थाहा भएन। मैले पछि यो कुराकानी गर्दै जाँदा एक दिन उहाँले मलाई के भन्नु भने, हो नि त हामीले त त्यतिखेर मैले साउदर्न इलिनोयमा पढ्दा टेलिभिजनको इफेक्टिभनेस कस्तो हुन्छ, टेलिभिजन मार्फत चाहिँ शिक्षा कसरी इलिनोय स्टेटमा चाहिँ जान सक्थ्यो। नेपालमा त टेलिभिजनको कुरो त्यति आइसकेको थिएन। मैले त्यसरी रिसर्च गरे हो। त्यो कुरा एकदम इम्पोर्टेन्ट हो। अहिले त झन् कमन प्लेस भयो भनेर एक दिन यस्तै कुरा हुँदा त्यसो भए हामीले पनि यो ज्ञान मिडिया पनि त मिडिया एजुकेसन भन्ने विषय हो। त्यसको अलिअलि कुरा चाहिँ मलाई नै मास्टर्स पिएचडी गर्दा मैले अलिअलि त्यसमा काम गरेको हुनाले पढेका ती केही विषयहरूमा जानकारी राखेको हुनाले त्यतापट्टि गरौँ भन्ने कुराकानी भयो। र हामीले अहिले चाहिँ यो गर्दा एउटा एकाडेमिक प्रोग्राम नियमित रूपले गरेका छौँ। अर्को दोस्रो भनेको समुदायसँग रियल्ली समुदायमै पुगेर 25वटा पालिका छन्, करिब 100 भन्दा बढी स्कुल, प्राइभेट स्कुलसँग पनि काम गरिरहेका छौँ, पब्लिकसँग पनि काम गरिरहेका छौँ। त्यो गर्दा चाहिँ हामी के गरिरहेका छौँ भने हाम्रा ग्रेजुएटहरू मोबिलाइज भएका छन्, हाम्रो एमफिल गरेका, मास्टर्स गरेका, जसले ट्रेनिङको एक्सपोजर ल्याएको छ, स्कुल इम्प्रुभमेन्टको एक्सपोजर ल्याएको छ, त्यो गरिरहनु भएको छ। र अर्को तेस्रो कुरा भनेको आम पब्लिकमा, किनभने पब्लिक चाहिँ मिसइन्फर्मड होला भन्ने डर छ क्या अहिले सबैभन्दा ठुलो। जस्तो विश्वविद्यालय डाक्टर साहबहरूले जुन विश्वविद्यालयको प्रक्रिया गर्नु किन चाहियो अर्को विश्वविद्यालय भनेर चाहिँ फेसबुकतिर ट्विटरतिर खुब धेरै आयो। हामीले के भन्यौँ भने नेपालमा क्यालटेकमा कति 5000 विद्यार्थी छन् क्यारे अहिले होइन, त्यो पनि धेरै हो भन्छ कतिले। त 3-4 हजारको राम्रो विद्यार्थी पढाउने विश्वविद्यालय भए पनि गजबै हुन्छ क्या। हामी कहाँ 22,000 पुगिसक्यो, 5,000 राख्छौँ भनेर हामीले सुरु गरे। त्यसैले विद्यार्थी थुपार्नु मात्रै विश्वविद्यालय होइन, प्रोग्राम चलाउनु मात्रै विश्वविद्यालय होइन, समाज र समुदायमा केही न केही हामीले गर्नुपर्छ भन्ने कुराले हामी अघि बढायौँ। सर, एक हिसाबले शिक्षण सिकाइ सँगसँगै समुदायसँग जोडिन विभिन्न प्रयास गरिरहनु भएको छ भन्ने कुरा गर्नुभयो। थ्याङ्क यू। अब अलिकति यो हामी पर्सनल एक्सपिरियन्सतिर यो के गरिरहनु भएको छ पछि अलिक पर्सनल एक्सपिरियन्सतिर म जान चाहन्छु। अब रबिना म्याम हजुर पनि एउटा यो पहिले यो एमएससी केमिस्ट्रीमा गर्नुभयो, एकदम उच्च, अहिले पिएचडी पनि गर्दै हुनुहुन्छ, काठमाडौँ युनिभर्सिटीबाटै पिएचडी पनि गर्दै हुनुहुन्छ, एमफिल गरिसक्नु भएको छ। यो शिक्षामा एकदम त्यो पछिल्लो समय चाहिँ होइन धेरै मान्छेहरू आकर्षित हुँदैनन् शिक्षामा भनेर पनि भनिन्छ, तर तपाईँ जस्तो ट्यालेन्टहरू पनि शिक्षामा हुनुहुन्छ। त्यो शिक्षामा के कुराले तानेर राख्यो र केले चाहिँ आजसम्म बचाइराखेको छ हजुरलाई? म चाहिँ सानैदेखि टिचरै हुन चाहने मान्छे थिएँ म। किनभने मलाई त्यो सानोमा स्कुल जाँदाखेरि टिचर सबैभन्दा पावरफुल मान्छे चाहिँ टिचर जस्तो लाग्थ्यो कि किन त्यो फेरि त्यो बेलाको कन्सेप्ट कस्तो थियो भने स्टिक एउटा यस्तो हिर्काउने बित्तिकै क्लास साइलेन्स हुन्थ्यो होइन। त्यो मलाई खुब मेस्मराइजिङ लाग्थ्यो कि टिचर कस्तो पावरफुल हुने होइन, त्यो टिचरले यस्तो गर्ने बित्तिकै साइलेन्ट हुने क्लास भनेपछि त द मोस्ट इम्पोर्टेन्ट मान्छे वर्ल्डमा कोही छ भने टिचर छ जस्तो लाग्थ्यो। र त्यो सानो बेलादेखि नै म आफ्नो तोरको भाइ बहिनीहरूलाई जम्मा पारेर पढाउँथेँ कि, अनि त्यसरी नै मिमिक गर्थेँ म, स्टिक लिएर हानेर साइलेन्ट बनाउने होइन, अनि खुब के नै गरे जस्तो लाग्ने। र त्यो चिजले नै एस्पायर भएर टिचर भएको हो। तर कुनै समय कति समयसम्म मैले त्यो पनि गरेँ होला, तर ओभर द टाइम चाहिँ त्यो स्टिक हानेर साइलेन्ट बनाएर पढाउनु मात्र टिचिङ होइन है भनेर चाहिँ मलाई फिल भयो। र जति पढ्दै गएँ त्यति नै टिचर भनेको त केसम्म गर्न सक्ने एउटा प्रोफेसन रहेछ भन्ने कुरा रियलाइज भएपछि अझै
यसमा केही गर्नुपर्छ भनेर म अझै पनि सिकिरहेको छु। अझै पनि नयाँ कुराहरू चाहिँ क्लासमा इम्प्लिमेन्ट गर्छु। त्यसको पोजिटिभ कुराहरू आयो भने झन् इन्स्पायर्ड हुन्छु होइन। त्यही चिजले नै मलाई यहाँ टिकाइराख्यो भनौँ न। ओके, अब अलिकति अर्जुन सरलाई भने अब यो सिन्धुपाल्चोकमा गुच्चा खेल्नुभयो होला, घुँयत्रो खेल्नुभयो होला बाल्यकालमा होइन। बाल्यकाल अलिकति सिन्धुपाल्चोक काठमाडौँ डिफ्रेन्ट ठाउँमा बित्यो भनेर हामीले पढेका छौँ, सुनेका छौँ हजुरबारे। अनि हामी सबैले त्यो दसैँमा टिका लाउँदा पनि त डाक्टर बनेस्, इन्जिनियर बनेस् भनेर अब मान्छेलाई आशीर्वाद दिन्थे बुढापाकाहरूले। तपाईँ डाक्टर बनिसक्नु भएको थियो, नाम पनि थियो होइन, पैसा पनि कमाइसक्नु भएको थियो। यो फेरि शिक्षामा चाहिँ यो गर्छु भनेर, नयाँ विश्वविद्यालय खोल्छु भनेर यो यसलाई चाहिँ केले मोटिभेसन दिइरहेछ? वा पहिले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो अलिकति पढाउनुपर्छ, सिकाउनुपर्छ भनेर शिक्षामा लाग्ने त्यो प्रेरणा, त्यो फायर चाहिँ कहाँबाट आयो सरमा? त्यो मलाई चाहिँ नि यो चिकित्सा शिक्षामा मेरो चाख बढेको चाहिँ हामीहरू महाराजगञ्जमा मैले त्यहीँबाटै पास गरेको MBBS। अनि त्यो 1978मा पहिलोचोटि हाम्रो देशमा डाक्टरको पढाइ सुरु भएको। अनि त्यतिखेरको चाहिँ नि संस्थापन पक्ष भनौँ न, त्यतिखेरको चाहिँ मेडिकल सेक्टरको ठुल्ठुला चाहिँ डाक्टरहरू, ठुल्ठुला चाहिँ विज्ञहरूले चाहिँ नि यति साह्रो चाहिँ त्यो शङ्काको वातावरण थियो त्यति बेला कि नेपालले कहाँ यस्तो बनाउन सक्छ, नेपालले बेलै भएको छैन अहिले डाक्टरहरू उत्पादन गर्ने भन्ने संशय थियो एकपट्टि। अर्कोपट्टि चाहिँ तपाईँको यो त्यतिखेरको चिकित्सा शिक्षाको नेतृत्व गर्ने डाक्टर, त्यतिखेर डाक्टर मोइन शाह भन्ने चाहिँ व्यक्ति हुनुहुन्छ। उहाँ चाहिँ मेडिकल सेक्टरको चाहिँ उहाँ नै हो एउटा फादर अफ मेडिकल एजुकेसन भनौँ न। त्यतिखेरको त्यो नेपालको त्यो बेलामा एकदम चाहिँ नि तपाईँको विश्वव्यापी रूपमा जस्तो खालको अवधारणाहरू, नयाँ सिद्धान्तहरू, नयाँ मूल्य मान्यताहरू चाहिँ विकसित भइरहेको थियो चिकित्सा शिक्षाको क्षेत्रमा। उहाँले चाहिँ नि त्यो पुरानोलाई पक्रिनु भएन, उहाँले नयाँलाई पक्रेर चाहिँ नि त्यो महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थानमा त्यो लाउनु भयो। अनि हामी त विद्यार्थी, दोस्रो ब्याचको थिएँ। अनि चाहिँ हामी जहिले पनि चाहिँ त्यो यहाँको प्रसिद्ध डाक्टरहरूको छेउमा आउँदाखेरि जहिले पनि हामीलाई चाहिँ त्यो खिसीट्युरी गर्ने खालको वातावरण बन्यो। त्यो भनेको चाहिँ के भनेदेखि तिमीहरू खतम, यस्तो चाहिँ एउटा तिमीहरू गिनी पिग बन्दैछौ। गिनी पिग भनेको चाहिँ नि त्यो हाम्रो एक खालको मुसा हो, प्रयोगबाट अनुसन्धानमा चाहिँ प्रयोग हुने खालको मुसा, तिमीहरू पनि त्यो मुसा नै हुने भयो भनेर चाहिँ नि हामीलाई चाहिँ ख्याङ 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 गर्थे। अनि हामी त त्यो साँच्चै हो कि क्या हो, हामी त खतम ठाउँमा पो आएछौँ कि क्या हो भनेर हामी खङ्ग्रङ्ग हुन्थ्यौँ हामीहरू। अनि त्यसपछि हाम्रो चाहिँ क्याम्पसको जो त्यसको जिम्मेवार पदाधिकारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई गएर सोद्धाखेरि चाहिँ सर यस्तो सुनिन्छ, के हो यो, यस्तै हो भने कहाँ यस्तो हुनु, तिमीहरू चाहिँ नि अहिले तिमीहरू जो मान्छेबाट यो कुराहरू सुनिरहेका छौ उनीहरूलाई चिकित्सा शिक्षाको बारेमा उनीहरूलाई थाहा भएको भनेको उनीहरू चिकित्सा शास्त्रको विद्यार्थी हुँदाखेरि जे देखे जे सुने उनीहरूले थाहा पाएको त्यति मात्रै हो। अहिले संसार कहाँ पुगिसक्यो उनीहरूलाई अत्तो पत्तो छैन। त्यस कारण तिमीहरू ठिक लाइनमा छौ केटा हो, त्यो धन्दा मान्नु पर्दैन भनेर भन्थ्यो। एक हप्ता जति चाहिँ त्यसले हामीलाई चाहिँ खुराक दिन्थ्यो। अनि त्यसपछि फेरि अर्को बाहना आउँथ्यो अनि खाङ्राङ खुङ्रुङ फेरि है। त्यसपछि यसले के लाग्यो भने के रहेछ त असली कुरा चाहिँ के हो, सत्य कुरा चाहिँ के हो भनेर त्यतिखेर चाहिँ म चाहिँ मेलै लाएर चाहिँ त्यतिखेर पाइने चिकित्सा शिक्षासँग सम्बन्धित पुस्तकहरू, त्यतिखेर त इन्टरनेट केही पनि थिएन, खोजेर चाहिँ मेलै लाएर पढ्न थालियो। र के कुरामा चाहिँ पुग्यो भनेदेखि अहिले हाम्रो चिकित्सा शास्त्र अध्ययन संस्थानले जुन चिकित्सा शिक्षाको जुन दर्शनलाई अप्नाइरहेको छ त्यो चाहिँ ठिक रहेछ भन्ने कुराको चाहिँ निष्कर्षमा पुगिएपछि अलि ढुक्करसँग त्यो बानसानले अनि छोड्यो। त्यसको अर्थ के भन्दा मलाई चिकित्सा शिक्षामा चाहिँ नि पहिलेदेखि नै त्यसले दियो ज्ञान, अलिकति आधार। अनि त्यसपछि म पढुन्जेल पनि त्यसलाई छोडिनँ। अनि म जब चाहिँ विशेषज्ञता हासिल गर्नको लागि अमेरिकामा पुगेँ, त्यहाँ चाहिँ नि त्यहाँ हुने पढाइ र हाम्रो पढाइको बिचमा कति ठुलो भिन्नता रहेछ भन्ने कुरा देखिसके पछाडि होइन हाम्रो देशमा पनि धेरै सुधार गर्नुपर्ने रहेछ भन्ने कुराको बोध भएपछि मैले त्यस्तै फर्केँ। अनि फर्केर म के गर्ने भनेर अवसर खोज्दै थिएँ।
त्यतिखेर काठमाडौँ विश्वविद्यालयमा सरहरूको विश्वविद्यालयमा चाहिँ म पनि जोडिन पुगेँ एउटा चरणमा। तर त्यो हामी गर्दै थियौँ, अलिकति नवीन धारामा नै थियो त्यो। पछि चाहिँ नेतृत्वसँग हाम्रो कुराकानी अलि मिलेन, उहाँहरूको अवधारणा र हाम्रो अवधारणामा अलिकति नमिल्ने अवस्था भएपछि हामीहरूले छोड्यौँ। तर यो परिस्थितिलाई चाहिँ छोड्नुहुन्न भनेर चाहिँ हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गऱ्यौँ। त्यहाँ पनि एउटा नवीनतम कुराहरू नै ल्याएर प्रयोग गऱ्यौँ। तर त्यो गर्ने क्रममा चाहिँ के थाहा भयो भनेदेखि हाम्रो चाहिँ तपाईँको चिकित्सा शिक्षा मात्रै होइन, हाम्रो समग्र उच्च शिक्षा नै चाहिँ धरापमा रहेछ भन्ने कुराको महसुस भएपछि अब लु यतापट्टि चाहिँ अब हामी गरौँ भनेर म चाहिँ त्यसरी लागेको भनेर भनौँ। एउटा त्यो फायर चाहिँ त्यो अमेरिका पढ्दा पनि जुन एउटा देखेको यस्तो हुन पाए कस्तो हुन्थ्यो। त्यतिखेर चिकित्सा शिक्षाको बारे मात्र थियो। तर चिकित्सा शिक्षामा प्रवेश गरेर अलिक अगाडि बढे पछाडि चाहिँ हाम्रो चिकित्सा शिक्षा मात्रै होइन रहेछ, यहाँ जम्मैतिर पो भुवाङ परेर छ भन्ने कुरा देखियो क्या। त्यसपछि यो पनि बनाऊँ भन्ने हिसाबले एउटा मोडल क्रिएट गरौँ भनेर लागिरहनु भएको छ। बालचन्द्र सर, अब इलामको मान्छे होइन, इलामको त्यो बच्चा विभिन्न क्रममा अगाडि बढ्दै 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 अहिले त्यो शिक्षा सुधार्ने, शिक्षालाई सुदृढ गर्ने भनेर एउटा विश्वविद्यालयको एउटा स्कुल अफ एजुकेसनको डिन मात्रै होइन कि अभियन्ता जस्तै देखिन्छ। हजुरको त्यो एक्टिभिटी एकदम स्पष्ट देखिन्छ, हामीले सोसल मिडिया हेर्दा पनि यत्तिको प्यासनेट मान्छे एकदम देखिन्छ। त्यो चाहिँ त्यो फायर चाहिँ कसरी आएको सहरमा? यसमा दुईवटा कुरा छन्। मेरो ठुलो दाइ टिचर, अनि उहाँले के भन्नुहुन्थ्यो भने यो चक्को धुलो हो, उहाँ स्कुलमा पढाउने चक्को धुलो लागेर छाती खराब हुन्छ, टिचर हुनु हुँदैन भन्नुहुन्थ्यो। मलाई एउटा रमाइलो प्रसङ्ग छ। अनि 6 कक्षामा हो के अरे पढ्दाखेरि अनि त्यही कुराकानी उठ्यो, अनि उठेपछि मलाई टिचरै मनपर्छ भने मैले। तर त्यहाँ चाहिँ के डिस्कोर्स थियो भने गाउँमा गणित शिक्षकको अभाव रियल नै प्रब्लमै हो क्या। बरु साइन्स पढाउने पाइन्थ्यो, गणित पढाउनु नपाएन। म चाहिँ गणित शिक्षक बन्छु भन्ने खालको डिटर्मिनेसन थियो। माथि त्यसरी नै पढ्दै गइयो। तर एउटा रमाइलो कुरो नि, इन्टरमिडिएट पढ्दा ब्याचलर मात्रै पढेर गाउँमा फर्किने भन्ने थियो। ब्याचलर पढ्न काठमाडौँ आइयो, ब्याचलर पढ्दा मास्टर्स त पढ्नै पर्छ भन्ने भयो। मास्टर्समा के गर्दा अब गोल्ड मेडलिस्ट पनि भइयो। अनि युनिभर्सिटी पो पढाउनु पर्छ, कहाँ स्कुल पढाउने, स्कुल छोड्यो युनिभर्सिटी पढाउनु थाल्यो। टियुमा पढाउँथेँ, केयुमा खुल्यो होइन, केयु नयाँ हो त्यहाँ जानुपर्छ भन्ने भयो। हुँदाहुँदै मेरो चाहिँ यो कस्तो छ भने अनि त्यसपछि पिएचडी गर्नुपर्छ भन्ने भयो। मास्टर्समा चाहिँ नि अब राम्रै नम्बर आएपछि पिएचडी गर्नुपर्छ भन्ने भयो। अनि मलाई दुईवटा कुराले मलाई यो यता लगाउन, एउटा चाहिँ मैले जहाँ हुर्केँ जे बुझेँ, समाजलाई कसरी अब समाज के हो भन्ने बारेमा बुझ्ने बेलादेखि नै शिक्षकको रोल उहाँले भन्नुभयो, सरले पनि। अब पछि गएर त्यो अलिकति त्यो विषय पढ्ने मात्रै होइन कि के हो भन्ने कुराको बुझाइले पनि अलिकति समाजमा परिवर्तन गर्ने माध्यम चाहिँ शिक्षा हो भन्ने बुझेँ। अनि मैले मेरो मास्टर्स र पिएचडीको मेरो मेन्टर जो हो उहाँ पनि त्यत्तिकै, किनभने उहाँले कसरी मेन्टरिङ गर्नुभयो भने यो जे गर्छौ त्यो प्रयोगका लागि गर्ने हो। हुन त हामी रिसर्च गर्ने, पेपर पब्लिस गर्ने त एउटा पाटो छ, तर जे गर्छौ यो प्रयोगका लागि गर्ने हो भनेपछि देशमा फर्केर काम गर्ने पनि त्यसैले त्यो फायर क्रिएट गर्यो। र यहाँ आएर काम गर्दा पनि सुरुमा सरले भने जस्तै ठ्याक्कै म त्यो स्टेजबाट गुज्रिएँ। मैले पिएचडी गरेर फर्किँदा चाहिँ के भयो भने होइन, मैले अब जे सिकेर आएँ यहाँ एकदमै कन्फ्लिक्ट हुने कि कन्फ्लिक्ट भनेको एकदम त्यो इन्टलेक्चुअल कन्फ्लिक्ट कहाँ हुन्छ यस्तो कुरो भने। अनि किन हुँदैन भन्यो, विद्यार्थी कहिलेकाहीँ विद्यार्थीले पनि मैले भने नपत्याइदिने, किन भर्खरको यङ मान्छे। अनि बिस्तारै गर्दै 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 त्यो लाइनमा, जुन लाइनमा अहिले हामी काम गरेका छौँ, कम्युनिटीको ओरिएन्टेसन हुन्छ, मान्छेसँग इम्प्याक्टमा काम गर्नुपर्छ, यो चाहिँ एजुकेसनको एउटा यस्तो लाइन हो, 1970s को लाइन। यो यता पब्लिक हेल्थ भनिन्छ, कम्युनिटी मेडिसिन भनिन्छ भने हामी कहाँ चाहिँ कम्युनिटी एजुकेसन भन्छौँ, कम्युनिटी ओरिएन्टेसन। त्यो एउटा त्यो फिलोसफिकल आइडियोलोजिकल लाइनको प्रभाव पनि म कहाँ छ, त्यसले पनि अलिकति गर्यो। अनि म जहाँ हुर्केँ नि त्यो हुर्किएको समाज पनि त्यस्तै हो नि त। म त गाउँबाट आएको, गाउँले के खोज्छ त भन्ने कुरा अलिअलि अन्डरस्ट्यान्डिङ पनि भयो। र मास्टर्स र पिएचडी गर्दा अघि पनि मैले भने त्यो कुरो रिपिट हुन्छ होला, मेरो जुन सर्कलमा मैले काम गरेँ त्यो सर्कलमा पनि त्यो खालको दार्शनिक दृष्टिकोण, शिक्षा के हो, समाज के हो, शिक्षा र समाज कसरी जोडिनुपर्छ, चाहे त्यो विद्यालय होस् चाहे त्यो उच्च शिक्षा होस्, त्यसले चाहिँ सायद
यो म नेतृत्वमा आउँदा चाहिँ त्यसको प्रिपरेसन होला। हामीले जति रिसर्च गऱ्यौँ स्कुल क्लस्टरहरूमा अगाडि नै काम गऱ्यौँ। 2016मा एउटा स्कुल क्लस्टरमा काम गऱ्यौँ। त्योभन्दा अगाडि भिन्न भिन्न ठाउँमा हामीले काम गऱ्यौँ। हामीले विश्वविद्यालयमा गरेको रिसर्चलाई कसरी समुदायमा लान सकिन्छ त्यो चाहिँ पहिलेदेखि नै हामीले काम गऱ्यौँ। जब म नेतृत्वमा आएँ त्यो कुरा गर्ने अझ वातावरण चाहिँ अनुकूल सानो स्टेपिङ स्टोन हो। एकदम अगाडिको पूर्वाधारको रूपमा बिल्ड भएको देखिन्छ। ओके, अब चाहिँ अलिकति यो म नोस्टाल्जिक पनि बनाउन चाहेँ तिनैजनालाई, तर समय छोटोमा चाहिँ नोस्टाल्जिक भने अहिले आफ्नै एउटा लिडरसिप हजुरहरूको क्वालिटी छ होइन, लिडरसिप गरिरहनु भएको छ डिफ्रेन्ट ठाउँहरूमा। अनि त्यो आफ्नो लिडरसिपमा आफूले पढाएको कुनै शिक्षक होइन, स्कुलको होला वा युनिभर्सिटीको होला, त्यो शिक्षकको प्रभाव वा आफूले देखेको समुदायको त्यो प्रभाव त्यो कतिको पाउनुहुन्छ? आफूले कुनै पढाएको कुनै एउटा शिक्षकै होला, कुनै शिक्षकले भनेको कुरा जुन आजसम्म युज गरिरहेछौँ त्यो लिडरसिपमा, आफ्नो लिडरसिपको इनिसिएटिभहरूमा, त्यस्तो अलिकति आफ्नो कोही शिक्षकहरू वा कुनै सिकाइलाई एकछिन सम्झाउन रविना म्यामबाटै गरौँ। हुन्छ, त्यो शिक्षा चाहिँ दुवै किसिमबाट हुँदो रहेछ। कतिपय लिडर्सहरूलाई देख्दाखेरि चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन भन्ने नै शिक्षा छ होइन, टिचरहरूलाई पनि। अनि कतिपयलाई चाहिँ कुनै यो पर्टिकुलर यही मान्छेकै सबै कुरा मलाई मन पऱ्यो भन्ने छैन, तर पर्टिकुलर एउटा मान्छेको कुनै कामहरू चाहिँ एकदमै इम्प्रेस भएर त्योबाट इन्सपायर्ड भएको छ। पछिल्लो समयमा चाहिँ सर यही हुनुहुन्छ, म चाहिँ एकदमै सरबाट इन्सपायर्ड छु। सरको त्यो अलवेज अभाइलेबल के स्टुडेन्टहरूको लागि होइन। अनि सरको त हामीले सरको विद्यार्थी अनि पढाइ सरले कसरी क्लास लिनुहुन्छ बाटदेखि लिएर अहिले लिडरसिप स्टेजमासम्म पुगिराख्दाखेरि पनि सरले चाहिँ कसरी ह्यान्डल गरेर राख्नु भएको छ भन्ने कुरामा पनि म एकदमै इन्सपायर्ड भएको छु। एउटा मलाई सानो सेयर गर्न मन लाग्छ। सुरुको समयमा मैले एमफिल जोइन गर्दाखेरि म चाहिँ स्कुलमा पढ्दै गरेको स्टुडेन्टहरूले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठायो भने म एक्सेप्ट गर्दिनँ थिएँ कि। स्टुडेन्ट भएर मलाई रिस पनि उठ्थ्यो, मलाई फ्रेन्ड रिक्वेस्ट पठाउने भनेर जस्तो लाग्थ्यो होइन। अनि त्यसपछि सरलाई मैले रिक्वेस्ट पठाएको थिएँ अनि सरले प्रम्प्टली त्यसलाई एक्सेप्ट गर्नु भएपछि अनि जे कुरा पनि त्यो इमेलमा पठाऊ भन्ने कहिले पनि भन्नु हुँदैन। सरले जुन त्यो मिडियाबाट सरलाई क्वेसन गरे पनि सरले त्यो रिप्लाई गर्नु प्रम्प्टली रिप्लाई गर्ने भएपछि मलाई त्यसले यस्तो प्रभाव पर्यो कि हामी चाहिँ टिचर भइसकेपछि लिडर भइसकेपछि वी सुड अलवेज बी अभाइलेबल फर द वान हु रिसिभ फ्रम अस होइन। त्यो स्टुडेन्ट होस् या मेरो सबअर्डिनेट टिचर्सहरू होस्, त्यो गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई एकदमै त्यो आई ओपनिङ नै थियो मेरो लागि। र त्यो लिडरसिपको क्वालिटीको सुरुवात चाहिँ त्यो अभाइलेबिलिटीबाट सुरु हुँदो रहेछ कि वेन यु आर अभाइलेबल। अनि त्यसपछि अरू क्वालिटीहरू चाहिँ त्यसपछि पो डेमोन्स्ट्रेट गर्ने हो त होइन। लिडर भनेर यु आर अप देयर अनि तपाईँको सबअर्डिनेटहरू तल छ भने त तपाईँले न त कुरा बुझ्नुहुन्छ न चाहिँ त्यो लिडरसिप साँच्चीकै फङ्सनिङ नै हुन्छ जस्तो लाग्छ। सो त्यो नै होला मेरो लागि अहिले। बालचन्द्र सरको सजिलै त्यो पहुँच हुने एउटा ट्रेड चाहिँ हजुरले पनि क्यारी गर्नु भएको छ। अरू पनि सरहरू हुनुहुन्छ होइन जोबाट चाहिँ त्यो केयुको एउटा एकदमै राम्रो पार्ट एज अ स्टुडेन्ट मैले फिल गरेको चाहिँ हाम्रो टिचरहरू मेन्टर्सहरू चाहिँ हामीले चाहेको समयमा हामी अभाइलेबल हुनुहुन्छ कि बाई एनी मिन्स होइन। हजुरले पनि क्यारी गरिरहनु भएको छ। म ट्राई गरिरहेको छु। अर्जुन सर त्यस्तो कुनै आफ्नो शिक्षक प्रोफेसर कोही सम्झिन चाहनुहुन्छ? होइन, शिक्षकहरू भन्दा पनि अब दुईटा उदाहरण मात्रै म दिन्छु। म 1980मा म विद्यार्थी भइराख्दाखेरि हाम्रो त्यति बेला चाहिँ यो शिक्षकहरू नेपालमा उपलब्ध थिएनन् कतिपय विषयमा। त्रिभुवन विश्वविद्यालय चाहिँ एउटा क्यानाडाको क्यालगरी विश्वविद्यालय भन्ने थियो, त्योसँग चाहिँ सहकार्य गरिरहेको। अनि त्यहाँको एउटा शिक्षक जो यो न्युरो फिजियोलोजिस्ट भन्छौँ हामीहरू, हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने बारेको अनुसन्धानकर्ता ठुलो वैज्ञानिक हो। उनले आएर पढाउँथे त्यो विषयमा चाहिँ हामीलाई। अनि उनले के भन्थे भनेदेखि हेर केटाकेटी हो, हामीहरू त भर्खर यङ नै थियौँ नि त्यति बेला, आजको चाहिँ 15-20 वर्ष पछाडि त नेपालको हेल्थ सेक्टरको लिडर त तिमीहरू हो नि भनेर भन्थ्यो। अनि हामीले के लाग्थ्यो भने हामी त गाउँ घरबाट चाहिँ पृष्ठभूमिबाट आएको मान्छेहरू, बाल सरले भन्नुभयो जस्तै के कुरा गर्छ यो क्वेरी, अब हामी कहाँको कुन अवस्थामा छौँ, यसले चाहिँ नि 15-20 वर्ष पछाडि चाहिँ तिमीहरू लिडर हो हेल्थ सेक्टरको भनेर भन्छ भनेर हामीले चाहिँ त्यतिखेर पत्याएनौँ। तर उसले चाहिँ जुन दृष्टिकोण राख्यो
त्यो अहिले हामीले फर्केर हेर्दाखेरि कस्तो राम्रो कुरो भनेर छ उनले हामीलाई इन्स्पायर गर्न भनेर छ भनेर चाहिँ त्यो भविष्यमुखी जुन एउटा कुरा थियो। दोस्रो कुरा चाहिँ नि अब यो विभिन्न समयमा विभिन्न शिक्षकले विभिन्न कुरा भनेका छन् है, त्यसका आफ्ना महत्त्व छन्। तिनीहरूले नै हाम्रो दृष्टिकोणलाई अलिकति प्रभावित गरेका छ, निर्देशित गरेका छ, हाम्रो चाहिँ विकास भएको छ। त्यस कारण त्यो गणना गर्न साध्य छैन। तर एउटा प्रणालीको रूपमा चाहिँ मलाई के लाग्छ भनेदेखि खास गरी अमेरिकामा त्यो देखियो। तपाईँले पढ्दै गर्दाखेरि तपाईँलाई चाहिँ एउटा एडभाइजर चाहिँ उनीहरूले उपलब्ध गराउने रहेछ होइन, जो एडभाइजरसँग चाहिँ तपाईँले सबै कुराहरू गर्न मिल्ने, समस्याको समाधान पनि गर्दैन पनि उसले सहजीकरण गरिदिने त्यहाँको प्रणालीसँग संस्थापनसँग। अनि विद्यार्थीको चाहिँ कहिले व्यक्तिगत समस्याहरू पनि होला, कहिले चाहिँ खर्च पर्चको समस्या होला, कहिले कहिले चाहिँ त्यहाँको सांस्कृतिक पक्षमा बुझ्नु नसकेको कारणले आउन सक्ने चाहिँ वैमनस्यताहरू होलान्, तिनीहरूको बारेमा पनि त्यसले गर्दाखेरि चाहिँ मेन्टरिङ भन्छ नि होइन। मेन्टरिङ भन्ने जुन एउटा शब्द छ नेपालीमा ठ्याक्कै के हुन्छ थाहा छैन, त्यो चाहिँ पक्ष चाहिँ ठुलो महत्त्वको रहेछ भन्ने कुरा चाहिँ मलाई चाहिँ लागेको छ। अब त्यो हाम्रोमा छैन, तर त्यो गर्नुपर्ने काम नेपाल विश्वविद्यालयमा लागू गर्नुहुन्छ होइन। हामीले चाहिँ नि काठमाडौँ विश्वविद्यालयमा त्यो मेडिकल स्कुल चलाउँदा पनि लागू गऱ्यौँ होइन। हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि त्यो लागू गऱ्यौँ। अब जुन खालको जुन तहमा हुनुपर्ने थियो त्यो तहमा टिकिराख्न चाहिँ सकेन है। तर अवधारणागत रूपमा हामीले चाहिँ कार्यान्वयन चाहिँ नि 2001देखि नै गरेको काठमाडौँ विश्वविद्यालयमा, र त्यो हामी अहिले पनि लागू गर्छौँ। हजुर, एकदम राम्रो कुरा। बाल सर, आफूलाई एकदम गहिरोसँग आफ्नो नेतृत्वमा प्रभाव पर्नु भएको कुनै शिक्षक? सर र म्याडमहरूले अब म्याडमले भन्नुभयो मलाई, अब उहाँले म खुसी भएँ। अब उहाँले हामीबाट यो वास्तवमा म एक्लै भन्दा पनि हाम्रो टिमको कुरा हो। अब एकदमै मलाई चाहिँ 2-3वटा कुराले एकदमै प्रभाव पारेको मेरो जीवनमा। एउटा कुरा स्कुलको ठुलो प्रभाव छ। विद्यालय शिक्षामा मैले यस्तो शिक्षकहरू पाएँ जसको कारणले मैले 9मा पढ्दा सुलोचना, शाकुन्तल, देवकोटाका सबै साहित्यिक कृति पढेँ। गणित पनि मेरो राम्रो, भाषा पनि ठिक भयो। त्यसको रियलाइजेसन चाहिँ नेपालको विश्वविद्यालय पढाउन्जेल भएन। त्यही भएर त्यतिखेर मलाई नेपाली पढाउने गुरुहरू जो हुनुहुन्छ उहाँहरू एकदमै धेरै धन्यवादको पात्र हुन्छ। अङ्ग्रेजी पढाउने पनि त्यस्तै। उहाँहरूले चाहिँ जे कुरा जे टेक्स्टको एक्सपोजर गराउनु भयो नि, अहिले मेरो यो मैले सायद मास्टर्स पिएचडी गर्नु पनि त्यसको फाउन्डेसन छ। नेपालको विश्वविद्यालयको शिक्षालाई अन्यथा चाहिँ भने होइन, तर के भइदियो भने मेरो त्यो जुन खालको प्रतिभा हुन सक्थ्यो म लगायत धेरै नेपालीहरूको, त्यो प्रतिभा चाहिँ प्रस्फुटन भएन नेपालको तत्कालीन विश्वविद्यालय शिक्षाले। स्याडली स्पिकिङ गणित पढेँ, यति त्यो न्यारो भइदियो, त्यसले अब मलाई एकपल्ट के भयो भने होइन, स्कुल पढ्नुन्जेल त्यत्रो किताब पढ्ने, अनि यहाँ काठमाडौँमा पढ्दा जागिर पनि गणित शिक्षक हुन त फेरि यहाँ त फेरि गणितको त मान्छे त चाहिने नि त। स्कुलमा पढाउन थालेँ, अनि किताब अलिअलि पैसा हुन थाल्यो नि, किताब के किनौँ भनेर गयो, यसो हेऱ्यो। अब आफूले नबुझे पनि गणितका किताबहरू चाहिँ किनेर ल्याएर हेर्न थालेँ। तपाईँको एसएल लोनीदेखि एपस्टोलको यो रियल एनालिसिसहरू मैले ब्याचलर पढ्दै किनिसकेको थिएँ। मास्टर्समा पढाइ हुन्थ्यो, त्यो पनि प्योर म्याथमा पढाइ हुन्थ्यो। अनि त्यो पढ्न पर्छ भने, अनि म अलिकति साहित्य रुचाउने मान्छे पनि भएको थिएँ, त्यो पनि त्यो रोकियो बिचमा। जब म मास्टर्स पढ्न अस्ट्रेलिया गएँ, त्यो बिचमा रोल मोडल हुनुहुन्न भने होइन, हुनुहुन्छ। सरले भने जस्तै एउटा कम्पोजिट क्यारेक्टर बन्छ क्या हामी कहाँ, कसले एउटा टिचरले एक थोक भन्नुहुन्छ। विद्यालयमा चाहिँ नेपाली शिक्षकहरू मेनली उहाँहरूले यो पनि पढ, सुलोचना, शाकुन्तल पढ। मैले चाहिँ एकपल्ट त्यो देवकोटाको पागल कविता, त्यो म्याथको बारेमा लेखाएको छ नि, तिम्रोमा के हुन्छ मेरोमा चाहिँ यस्तो हुन्छ भने गजब लाग्यो, त्यो यस्तो पनि हुँदो रहेछ भन्ने। अनि मास्टर्स जब म अस्ट्रेलिया पढ्न गएँ, त्यहाँको पढाइ चाहिँ मलाई पढाइले स्कुलमा जुन टेक्स्टमा एक्सपोजर थियो नि, स्कुलमा लाइब्रेरी थियो, साहित्यिक कृतिहरू, के यसो केही भन्यो, कहाँ जाने, लाइब्रेरीमा गएर हेर भन्छ। गयो, त्यहाँ त सबै खालको किताब पाइन्छ होइन। मैले लाइब्रेरीमा यति बिताएँ कि फिजिकल लाइब्रेरीमा, पछि पिएचडी गर्दा बरु अनलाइन लाइब्रेरी धेरै भयो, त्यही युनिभर्सिटीमा गरेँ। त्यस कारणले मेरो मेनली चाहिँ विद्यालय शिक्षा र जुन अस्ट्रेलियामा पढेँ, त्यो 2 ग्रुपमा चाहिँ मेन्टरहरू हुन्छन् क्या, यी 2टा मेन्टर। अस्ट्रेलियामा पढ्दा मलाई एउटा के गजब लाग्यो, सरले अघि भन्नुभयो त्यहाँको हाम्रो संस्कृति चाहिँ के छ भने खादा माला लाएर हिँड्ने। मेरो सेन्टरको डाइरेक्टर अस्ति बित्नुभयो,
81 वर्षको हुनुहुन्थ्यो कि अरे त्यो 55,000 साइटेसन इन्डेक्स छ उहाँलाई कसैले पनि त्यो त्यो एकदम नर्मल रूपमा भेटिने क्या एक्सेसिबल यति एक्सेसिबल भइदिने कि भनेको त्यो बडप्पन नहुने मेरो सुपरभाइजरको अफिस पनि सधैँ खुल्ला हुन्थ्यो अफकोर्स इमेल लेख्नु पर्थ्यो बे म भेट्दैछु है तिमीलाई हुन्छ भन्ने होइन होइन म भ्याउँदिनँ त्यहीँ पनि कतिपय प्रोफेसरहरूलाई टाइम लिन गाह्रो हुन्थ्यो होला मेरो यो 2-3 जनाले चाहिँ मलाई ठुलो प्रभाव पार्यो त्यसमा पनि मेरो सुपरभाइजर जो मास्टर र पिएचडीको सुपरभाइजर हो उनको क्वालिटी जुन हो नि यहाँ पनि नेपाल पनि आइरहन्छन् अहिले 73-74 वर्षको भए ठिकै छ यङ मान्छेले नै सुपरभाइज गरे भनौँ न र उनको जुन उनले जुन एउटा चाहिँ इन्टेलेक्चुअल त्यो क्वालिटी हो त्यो र अर्को चाहिँ ह्युमन क्वालिटी हो त्यो दुईटै क्वालिटीले चाहिँ मलाई अलिकति सेपिङ गर्यो किनभने हामी हायरार्किकल सोसाइटीमा हाम्रो अहिलेको यहाँ शिक्षा नबन्नमा अथवा संस्था नबन्नमा चाहिँ हायरार्की ठुलो समस्या छ हैन त्यसले चाहिँ अब खुल्ला समाज चाहिँ भयो तर हायरार्कीले चाहिँ हामीलाई काम गर्न दिइराखेको हुँदैन त्यसलाई कति कम गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले यो दुईटा सेटबाट सिकेँ प्र्याक्टिस पनि गरिरहेको ट्राई गरिरहेको छु अब 100% त के हुन्छ र अलिकति यो हजुरहरूकै नेतृत्वको अभ्यासतिर फर्केर हेरौँ यो एउटा कस्तो न्यारेटिभ नेपालमा काम गर्न एकदम गाह्रो छ कठिन छ धेरै चुनौतीहरू छ भन्ने एउटा त्यो न्यारेटिभ हामीले सुन्छौँ होइन धेरै मिडियामा सुन्छौँ वा डिफ्रेन्ट काम गरेको मान्छेहरूबाट पनि सुन्छौँ काम गर्नै सकिँदैन भनेर कति यहाँबाट पलायन भएको पनि हामीले देख्छौँ तर यहाँहरू तिनैजना नेपालमा बसेरै गरिरहनु भएको छ होइन अनि अर्को चाहिँ त्यो फेरि पब्लिक इन्स्टिट्युसनहरू नै लिड गर्नु भएको छ होइन फेरि आफैले स्थापना पनि गर्न कति खोजी ट्राई गरिरहनु भएको छ त्यसमा काम गरिरहनु भएको छ नेपालमा काम गर्दाखेरिको यो नयाँ जेनेरेसनलाई पनि अलिकति हजुरहरूको विस्डम सेयर गरौँ भन्ने हिसाबले हो नेपालमा काम गर्दा चाहिँ मुख्य चुनौती चाहिँ कस्तो हुँदो रहेछ होइन कुनै एउटा वा दुईवटा चुनौती र त्यसलाई चाहिँ तपाईँहरूले कसरी ठ्याक्कै पार गरेर यो आजको दिनसम्म आउनु भएको छ किनकि नेपालमा काम गर्न सम्भव छ भनेर त डेमोन्स्ट्रेटै गरिसक्नु भएको छ होइन देखाइसक्नु भएको छ तिनैजनाले देखाउनु भएको छ अलिकति यो विस्डम सेयर गरौँ न यङ्गर जेनेरेसनहरूलाई चुनौती चाहिँ मलाई कस्तो लाग्छ भन्दा अब कतिपय नलेज वाइजको चुनौती स्किल वाइजको चुनौती त्यो चाहिँ आफूले सिकेर पढेर फिल गर्न सक्ने रहेछ ओभरकम गर्न सक्ने रहेछ तर यो जुन प्रक्रियागत झमेला भन्छु म अझै होइन त्यो केही एउटा हामी त म त सरकारी स्कुलमा बिलोङ छु होइन कतिपय चिजहरू सरकारको नीति नियम ऐन कानुन अनुसार चल्नुपर्ने हुन्छ त्यो यति लामो यति कम्प्लेक्स यति जेलिएको भइदिन्छ नि होइन त्यसलाई ओभरकम गर्ने न मेरो हातमा हुन्छ न म त्यो हेरिरहन सक्छु कि अनि त्यो बेलामा चाहिँ यस्तो फ्रस्ट्रेसन हुन्छ होइन अनि त्यो चिज चाहिँ धेरै च्यालेन्जिङ लाग्छ मलाई अहिले पनि अब स्मुथली स्कुल चलाउने साथीहरूसँग काम गर्ने बच्चाहरूसँग काम गर्ने त्यो कुरामा एकदम इन्जोय हुन्छ त्यहाँ पनि च्यालेन्जेस आउँछ टाइम एन्ड अगेन होइन कहिले कोही बच्चाले के भइदिन्छ टिचरले भनेको मानिदिँदैन त्यो छ तर त्यो च्यालेन्जेसहरू चाहिँ ओभरकम गर्ने मेरै हातमा हुन्छ तर जब त्यो दरबन्दीको कुरादेखि लिएर कुनै शिक्षक नियुक्तिको कुरा भनौँ न व्यवस्थापन समितिको गठनकै कुराहरू यो प्रक्रियाहरू चाहिँ कतिपय अवस्थामा मेरो हातमा हुँदैन होइन त्यो झमेला चाहिँ मलाई अझै पनि एकदमै च्यालेन्जिङ लाग्छ म खोजिरहेको छु त्यो कसरी त्यो च्यालेन्जलाई ओभरकम गर्नेहरू उपायहरू के होला भनेर खोजि नै रहेको छु आजसम्म चाहिँ कसरी गर्दै किनकि यत्रो 10 वर्ष लिड गरिसक्नु भएको छ विद्यालय एकदमै लभिङ नै गर्छु होइन यो चाँडै गरिदिनु पर्यो रिक्वेस्टै गर्छु तर त्यो गर्दा गर्दै पनि ढिला भइदिन्छ र त्यसले चाहिँ त्यो जो दिने मान्छेलाई थाहा हुँदैन त्यो चिजले कति स्कुलमा एफेक्ट गरेर हुन्छ हाम्रो विद्यालयमा हाम्रो दैनिक कार्यमा त्यसले गरिरहेछ भन्ने कुरा थाहा छैन उहाँको लागि चाहिँ एउटा दरबन्दी नदिएको एउटा अनुमति नदिएको एउटा के नदिएको एउटा मात्र काम हो त्यो तर त्यो चिजले चाहिँ होल हाम्रो स्कुलको इकोसिस्टमलाई डिस्टर्ब भइरहेको हुन्छ होइन त्यो कुरा म बुझाउने कोसिस गर्छु ट्राई पनि गर्नुहुन्छ कतिपय अवस्थामा उहाँहरूले पनि मेरो हातमा छैन भनेर नै उहाँहरूको आफ्नै च्यालेन्जहरू पनि सुनाउनु हुन्छ है त्यो एउटा चाहिँ कसरी गर्ने होला खोजि नै रहेको छु भनौँ न अझै खोज्दै हुनुहुन्छ कति गर्दै हुनुहुन्छ र खोज्दै कन्भिन्स गर्न खोज्दै हुनुहुन्छ हुन्छ अर्जुन सर जस्तै यो पाटन त्यो एकाडेमीको पनि सपना पनि देख्नुभयो त्यो सपनालाई पुरा पनि गर्नुभयो होइन आजको दिनसम्म त्यो लिगेसी कन्टिन्यू भएको देखिन्छ नयाँ विश्वविद्यालयको पनि सपना देख्नुभयो अब बन्ने प्रोसेसमा छ त्यो बिचमा त चुनौती त कति आउँछ नि त हामीले अब कल्पना पनि गर्न सक्दैनौँ कति धेरै चुनौतीहरू आउला किनकि त्यस्तो कुनै एउटा वा दुईवटा चुनौती जुन आयो त्यसलाई तपाईँले ट्याकल गर्नुभयो जुन चाहिँ हामी जस्तो यङ्गर जेनेरेसनको लागि पनि एउटा सिकाइ होस् केही सेयर गरिदिनुहुन्छ होइन अब यो चुनौतीहरू त एउटा दुईवटा होइन त्यो चाहिँ असङ्ख्य हुन्छन् होइन काम गर्ने कुरामा त्यसकारण चाहिँ
मूल कुरा के हो भनेर भनेपछि तपाईँले जुन समात्नुभयो विषय एजेन्डा त्यो किन समात्नुभयो भन्ने कुरामा चाहिँ भर पर्छ। त्यो तपाईँको भित्री ब्रह्मले नै यो नगरी नहुने काम हो भन्ने चाहिँ तपाईँलाई लागेको छ भनेदेखि त्यो जुन तपाईँले अठोट गर्नुभयो, जुन एउटा प्रतिबद्धता तपाईँको आफ्नै प्रतिबद्धता त्यो विषयप्रति गर्नुभए पछाडि चाहिँ नि त्यो जस्तो सुकै समस्या आए पनि त्यसमा चाहिँ तपाईँ निराश हुनुहुन्न, हगि त्यो डटेर लाग्नुहुन्छ र सफलता पारेर छोड्नुहुन्छ। अनि एक दुईवटा गरिसके पछाडि चाहिँ मान्छेहरूले पनि के बुझ्छन् भने तपाईँलाई सजिलो पनि हुन्छ। यसले यो विषय पक्रि पछाडि यसले ज्यान जाला यसले छोड्दैन, त्यस कारण यसलाई धेरै अलमल्याउनेर चाहिँ पट्टि चाहिँ नजाउँ, सकिन्छ भने सहजीकरण गरौँ भन्ने खालको त्यो शुभेच्छुक एउटा चाहिँ सदाय सहायता राख्ने मान्छेहरू पनि हुन्छन् होइन। अब त्यसकारण चाहिँ नि एउटा लिडरसिप भनेको चाहिँ नि यो नक्सा सक्सा केही पनि नभएको ठाउँमा गएर चाहिँ तपाईँले गाडी हाँक्ने जस्तै हो कि है। त्यो कता पुगिन्छ भने पनि थाहा छैन, यो कहाँ कति लामो छ भने पनि थाहा छैन, बिचमा चाहिँ पुलहरू भत्किया छ कि भन्ने पनि थाहा छैन। तर पुलहरू भत्क्यो भने पनि त त्यहाँ अरू मान्छेहरू कसरी गइरहेछन् म त्यसरी भए पनि जान्छु भन्ने आँट भन्ने एउटा दृष्टिकोण, एउटा आत्मविश्वासका साथ चाहिँ अगाडि बढ्ने हो। त्यो नेपालीमा एउटा शब्द छ नि ज्याद्रो भन्ने, त्यस्तै ज्याद्रो हुनु पर्यो। ज्याद्रो चाहिँ नि एकदमै अनिवार्य शर्त हो त्यो चाहिँ है, त्यो फन्डामेन्टल है। त्यो ज्याद्रो नभइकन नेपालमा चाहिँ नि तपाईँले काम गर्न सक्नुहुन्न। त्यसमा ज्याद्रोपना चाहिँ चाहियो, अझै त्यसलाई विकसित गर्नुहोस्, परिमार्जित गर्नुहोस् होइन। र दोस्रो कुरा चाहिँ के छ भनेर भन्नुहुन्छ भनेदेखि यो अहिले चाहे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्नुहोस्, चाहे चाहिँ नि तपाईँको चाहिँ नेपाल विश्वविद्यालय भन्नुहोस्, यो सबै गर्ने कुरामा त म एकलानले गरेर त हुने कुरो होइन नि त। यो प्रति अरूको पनि विश्वास रहेछ भन्ने पनि, अरू पनि यसमा चाहिँ विश्वास गर्ने मान्छेहरू छन् भन्ने कुरा पनि हामीले स्वीकार्नु पर्यो। र उनीहरूसँग चाहिँ नि अघि म्याडमले भन्नुभयो त्यो चाहिँ नि सहकार्य गरेर जान सक्ने त्यो स्किल चाहिँ नि त्यो बिस्तारै डेभलप हुन्छ। अब मान्छेहरूको हरेक मान्छेको आफ्नो इगो पनि छ हगि, आफ्नो खालको चाहिँ त्यो ब्यागेज भन्छौँ नि हामी, एउटा ब्यागेज पनि बोकेर आएको हुन्छ जीवनमा। कस्तो ठाउँमा पढ्यो, कस्तो परिवारमा हुर्क्यो, के सरले चाहिँ शाकुन्तलहरू पढ्यो भनेर भनौँ सुलोचना, अरूले के पढेर आएको छ, त्यसले कसरी उसको दिमागले प्रभावित गरेको छ, उसको मूल्य मान्यताहरू कसरी विकसित भएर आइरहेका छ भन्ने लगायतको कुरा हुनाले हामीहरू मान्छेहरू छुट्टा छुट्टै छौँ। कहिलेकाहीँ हामीलाई रिस पनि उठ्छ, खास गरिकन चाहिँ युवा अवस्थामा आफ्नो कुरा चाहिँ अर्कोसँग कुरा नमिलेकै रिस उठ्थ्यो नि होइन। मलाई त अहिले नै उठ्छ। तर पछि पछाडि चाहिँ के थाहा भयो भनेदेखि त्यो मान्छे र म मान्छेको त यो हाम्रो त हुर्काइ नै फरक छ, बढाइ नै फरक छ, पढाइ नै फरक छ। त्यसैले उसले मैले भनेको जस्तै ठ्याक्राक्कै चाहिँ मानिदियोस् भनेर मैले अपेक्षा गर्नुहुन्न। उसको दृष्टिकोणलाई पनि हामीले चाहिँ आदर गरौँ, तर उसलाई चाहिँ शत्रुतापूर्ण ढङ्गले होइन कि उसलाई चाहिँ बुझाउन थाल्नुपर्छ हामीले तर्क गरेर। त्यो शत्रुतापूर्ण ढङ्गले व्यवहार गरेर त्यो मान्छे तपाईँको ठाउँमा आइपुग्दैन। एकदम मित्रवत सम्झाइ बुझाइ, तर अन्य व्यवहारमा चाहिँ फेरि एकदमै चाहिँ साबिकै गर्दै चाहिँ लान पर्ने हुन्छ। त्यो चाहिँ अब त्यो स्किल चाहिँ बिस्तारै डेभलप हुने हो। त्यसमा यी जोड्दै अलिकति म्यामले पनि सोध्नु भएको थियो, उहाँले पनि त्यो ब्युरोक्रेटिक हर्डल्सहरू छ नि, प्रक्रियागत झमेलाहरू त्यस्तो उहाँले पनि फेस गरिरहनु भएको छ। कति हामीले नयाँ काम गर्न खोज्ने मान्छेहरूले त्यो फेस गरिरहेको हुन्छौँ। सरले पक्कै पनि यो क्रममा त कति अब त्यो गर्नुभयो होइन, एउटा असङ्ख्य रूपमा त्यस्तो हर्डल फेस गर्दै अगाडि बढ्नु, त्यस्तोलाई चाहिँ ठ्याक्कै कसरी ट्याकल गर्नुभयो? अनि मलाई के लाग्छ भनेदेखि हाम्रो नेपालमा हाम्रो नेपालको ठुलो समस्या भनेको चाहिँ सांस्कृतिक समस्या छ कि मेरो आफ्नो दृष्टिकोणमा। हाम्रो भौगोलिक यो चाहिँ अर्थशर्थ गरिब छ यो कुराहरू पनि हो, तर त्योभन्दा पनि ठुलो चाहिँ हाम्रो चाहिँ यो सांस्कृतिक मूल्य मान्यताको चाहिँ समस्या छ नेपालमा। त्यो चाहिँ नि अघि म्याडमले भन्नुभयो उनीहरूले गर्दाखेरि एउटा चाहिँ दरबन्दी नदिएको, एउटा स्वीकृति नगरेको जस्तो, तर त्यसको असर कति ठुलो छ भन्ने कुराहरूले उनले आकलनै गर्न सकेका छैन। र आकलन गर्न नसके मात्र होइन, उनीहरू आकलन गर्ने कुरामा पनि इच्छुक छैनन् हगि। त्यसो भएको हुनाले गर्दाखेरि चाहे ब्युरोक्रेसीमा होस् चाहे पोलिटिक्समा होस्, आफ्नो असहमतिहरूलाई पनि एकदमै
उपयुक्त ढङ्गले ट्याक्टफुल्ली भन्छ नि एउटा अङ्ग्रेजीमा, ट्याक्टफुल्ली व्यक्त पनि गर्न थाल्नुपर्छ। तर उनीहरूले जतिसुकै हडल खाए पनि उनीहरूसँग रिसाउने होइन कि तपाईँले आफ्नो लाइन नछोड्ने, प्रयत्नलाई चाहिँ निरन्तरता दिने, अनि मात्रै चाहिँ काम बन्छ भन्ने लाग्छ मलाई। अर्को उपाय छैन। तर रिसाउनु पर्दैन है, रिसाउनु पर्दैन। आफ्नो कुराप्रति चाहिँ निष्ठापूर्वक, तपाईँसँग चाहिँ कुनै स्वार्थ छैन र तपाईँले चाहिँ एउटा सामाजिक एउटा स्वार्थको लागि काम गरिराख्नु भएको हो भने तपाईँसँग त्यो नैतिक तागत हुन्छ, तपाईँसँग त्यो नैतिक बल हुन्छ। त्यो नैतिक बलमा टेकेर उसको आँखामा आँखा जुदाएर चाहिँ तपाईँ कुरा गर्न सक्नुहुन्छ। तपाईँ आफै चुक्नु भएको छ भनेदेखि तपाईँ सक्नुहुन्न, लात्राक लुद्रुक गर्नुहुन्छ तपाईँ, उसले एउटा हप्काउने बित्तिकै हो कि। तर तपाईँमा त्यो स्वार्थ छैन र एउटा चाहिँ बृहत्तर स्वार्थको लागि काम गर्नुभएको छ भने त्यो नैतिक बलले तपाईँलाई साथ दिन्छ। मलाई चाहिँ मेरो अनुभव त्यो छ। बालचन्द्र सर कुनै एउटा इक्जाम्पल? होइन, मैले पहिले पनि विभिन्न कार्यक्रममा भनेको छु, सरकै लाइन एउटा चाहिँ ज्याद्रोपना नै हो। तपाईँको सामान्यतया के रहेछ भन्दाखेरि नेपालको स्याडली स्पिकिङ 2046 पछि, किन 2046सम्म त म त स्कुलमै थिएँ, 46 सालको हुँदा पनि, परिवर्तन हुँदा पनि होइन। यो के रहेछ भने लिबरल डेमोक्रेसीमा हामीले इन्स्टिट्युसन कसरी चलाउने, सरले कल्चर भन्नु सांस्कृतिक भयो, मुख्य समस्या सांस्कृतिक अवरोधै हो। हाम्रो यो हिस्टोरिकल्ली हाम्रो चाहिँ हाम्रा असमानताहरू, हाम्रो हायरार्की चाहिँ कहाँ रिफ्लेक्ट हुन्छ त? उहाँ कसले दरबन्दी दिने नदिने, कसले कसको काम गरिदिने नगर्ने, त्यो व्यक्तिगत होइन नि त। तर हाम्रो सारा यो सिस्टम चाहिँ यो व्यक्तिगत रेन्ट सिकिङ भन्छ क्या नेपालमा। मैले के पाउँछु त, मलाई के हुन्छ त भन्ने कुराले सर चाहिँ रिसाउनु हुँदैन भन्नुहुन्छ, कहिलेकाहीँ म चाहिँ रिसाउँछु पनि। यो सरले अब युनिभर्सिटी सक्दा बल्ल म स्कुल जान थालेर रहेछु, त्यो हिसाबले पनि अब त्यो उमेरले पनि फरक पार्यो होला। मलाई 2-3वटा लागेको चाहिँ एउटा उदाहरण चाहिँ के भने इन्टरनल्ली नै कहिलेकाहीँ अब त्यो मान्छेको इन्टेन्सन र एटिच्युड चेन्ज गर्न चाहिँ बहुतै गाह्रो हुन्छ। अहिले पछाडि बाहिरकोसँग भन्दा पनि भित्रैकोसँग धेरै पटक इन्गेज भइराख्नुपर्छ। मेरो पछिल्लो रियलाइजेसन मोर कम्युनिकेसन, मोर मिटिङ, मोर डिस्कसन, त्यसले चाहिँ अलिकति मान्छेलाई प्रभाव पार्नु पनि जो छैन। किनभने एकाडेमिया भने कसले कसलाई प्रभाव पार्ने र आफै प्रभावित हुने हो, आफैले बुझ्ने हो। यो कुरा जति सोचिन्छ त्यति सजिलो छैन र त्यसमा मैले चाहिँ जस्तो कहिलेकाहीँ के हुन्छ भने हामीले नयाँ प्रोग्राम बनायो अनि म मिटिङमा नभएको बेला चाहिँ कोही फ्याकल्टीले होइन यहाँ रिसोर्स छैन, के छैन, खालि नयाँ प्रोग्राम भन्ने 1-2जनाले भन्नुहुँदो रहेछ। अनि अर्को पटक मिटिङ हुँदा ल सरको कुरा के छ, म्याडमको कुरा के छ, सुनौ न भनेर मैले चाहिँ त्यसरी। अनि त्यो फेरि त्यतिखेर चाहिँ आउँदैन। मलाई त्यो पनि वरि लाग्छ के वरि लाग्छ भने अब अलिकति सरले भने जस्तै यो पर्सिस्टेन्स भन्छ अङ्ग्रेजीमा ज्याद्रोपनालाई, त्यो पर्सिस्टेन्स भएन, कन्सिस्टेन्सी र पर्सिस्टेन्स भएन भने फेरि लिडरसिप टिक्दैन है। तपाईँसँग एउटा त एकदम मोरल एथिकल ग्राउन्ड चाहियो कि यो मान्छेले त्यो दायाँ बायाँ गर्दैन भन्ने कुरा नि इस्टाब्लिस हुनु पर्यो, देखिनु पर्यो। र दोस्रो कुरा चाहिँ तपाईँ पर्सिस्टेन्टली त्यो एउटा कुरामा विथ होइन मोरल ब्याकअप लागिरहनु भएको छ भने नहुने कुरा हुँदैन। तर के छ भने नेपालको यथार्थ चाहिँ धेरै संस्थाहरू लयमा छैनन्, दुःखको स्याडली स्पिकिङ। तपाईँ अब म केही ठाउँमा म पनि रिप्रेजेन्ट गर्छु, जान्छु, हेर्छु, तिनीहरूको साधारण सभा भएको सरकारी नै हो, फेरि साधारण सभा भएको छैन होइन। कुनै एउटा संस्था छ, नाम लिन्न, अहिले स्थापना भएको 35-36 वर्ष भयो, 10औं साधारण सभा मात्रै गर्दैछ, 10औं सभा मात्रै। त्यसले बजेट कसरी बनाउला भने नि यो सबै एडहक बेसिसबाट चलेको छ। विश्वविद्यालयहरू त्यस्तै छन्। पब्लिक इन्स्टिट्युसनको अहिले चाहिँ पब्लिक इन्स्टिट्युसनमा ठिक्क काम भइराखेको छ भने पनि धेरै कुरा हो क्या नेपालमा। त्यही भएर पनि हामीले चाहिँ धेरैभन्दा धेरै काम गर्न सक्ने लिडरको आवश्यकता छ। त्यही भएर मलाई चाहिँ यहाँ के लाग्छ, अहिले चाहिँ के लाग्छ भने अर्को जेनेरेसन कसरी तयार हुने गर्ने। अब कतिपय साथीहरू आउनुहुन्छ होइन सरले यहाँ छोडिहाल्नुभयो भने त बर्बादै हुन्छ भन्नुहुन्छ, म त्यसरी चाहिँ सोच्दिनँ। फेरि त्यसमा इलेक्सनमा पनि त्यसरी सोच्दिनँ। त्यही कारणले पनि मलाई चाहिँ यो जुन यो उसमा छ नि, यसमा चाहिँ टिम बनाउने, टिमसँग काम गर्ने, टिमलाई मोबिलाइज गर्ने, आफू पनि मोबिलाइज हुने, यस्तो फेरि टिमलाई मोबिलाइज गर्दा मेरो अर्को चाहिँ तरिका के छ भन्दाखेरि टिमको प्रश्नमा ओके ठिक छ हस्। अहिले अलिकति अब रबिना म्यामसँग जान चाहेँ।
अघि हामी कुरा गर्दै थियौँ कि रबिना म्यामले चाहिँ त्यो स्कुलमा टिम एकदम मजाले म्यानेज गर्नुभएको छ अरे, किनकि त्यो सँगसँगै आएर प्लानिङहरू गर्नुहुन्छ अनि कति ठाउँमा सँगसँगै एक्जिक्युट गर्नुहुन्छ भन्ने कुरा पनि सुरु। अर्को यो लिडरसिपको इम्पोर्टेन्ट पार्ट भनेको अहिले ठ्याक्कै अर्जुन सरले पनि मेन्सन गर्नुभएको थियो, बालचन्द्र सरबाट पनि आयो, एउटा टिम जोडिन्छ होइन। आफू एक्लै हिँडेर मात्रै भन्दा पनि त्यहाँ टिमको एउटा खाँचो हुन्छ, अरू डिफ्रेन्ट मान्छेहरूको पनि खाँचो हुन्छ। अब स्कुलमा युनिभर्सिटीहरूमा त्यो हामी धेरै विद्वानहरू पढे लेखेका मान्छेहरू पनि हुन्छौँ होइन। अनि एउटा त्यो के भनाइ छ भने पढे लेखेका मान्छेलाई म्यानेज गर्न झन् गाह्रो हुन्छ होइन। स्कुलमा पनि दरबन्दीको टिचरहरूलाई म्यानेज गर्न झन् गाह्रो हुन्छ भन्ने हुन्छ। यसरी शिक्षकहरूलाई चाहिँ त्यो कसरी म्यानेज गर्नुहुन्छ म्यामले होइन, कसरी त्यो सँगै आउने वातावरण कसरी क्रिएट गर्नुहुन्छ, अलिकति आफूले गरिरहेको प्र्याक्टिसहरू कस्तो छ? खासमा चाहिँ अब यो लिडर्सहरूको चाहिँ दुईवटा, मैले एउटा आर्टिकल अस्ति पढ्दै गरिरहेको थिएँ, त्यो एउटा पर्सनल क्वालिटी हुँदो रहेछ अरे, पावर हुँदो रहेछ होइन। अर्को चाहिँ त्यो पोजिसनले दिएको पावर हुँदो रहेछ। अनि लिडरले चाहिँ त्यो पर्सनल पावरलाई धेरै युज गर्नुपर्छ। जस्तै कि पर्सनल पावर भने मेरो बोल्ने तरिका, मेरो साथीहरूसँग घुलमिल हुने तरिका होइन, मेरो एम्प्याथी होला, के होला, मेरो पर्सनल क्वालिटीहरू, त्यो पावर, त्यो जति हामीले युज गर्यो त्यो चाहिँ त्यति धेरै हुँदो रहेछ। अनि मलाई त्यो पेपर पढ्दै गर्दाखेरि मेबी त्यही नै होला जस्तो लाग्यो कि पोजिसनमा भएको पावर भन्दा त्यो पर्सनल पावर धेरै युज गर्यो भने चाहिँ साथीहरू क्लोज हुन्छ। क्लोज भयो भने तपाईँसँग जे पनि बोल्न सक्छ होइन। अनि हामीले चाहिँ टिम बनाएको, टिम कसरी बन्यो भन्ने कुरामा चाहिँ सबैलाई हाम्रो गोल कमन छ, हामी सबैजना जाने त्यही हो भनेर थाहा भइसकेपछि डेफिनेटली सँगै नै गइन्छ नि त होइन। त्यो रियलाइजेसन चाहिँ लिडरसिपले गराउनुपर्छ। अब टिम टिचिङ र टिम प्लानिङको कन्सेप्ट चाहिँ हामीमा इन्टिग्रेटेड करिकुलम जबदेखि हामीले सिडिसीले लागू गर्न दियो र हामीले इम्प्लिमेन्ट गर्न थाल्यो, त्यो बेला चाहिँ अब इन्टिग्रेटेड करिकुलम त न्यू एप्रोच हो होइन। अब कसैलाई पनि त्यसमा जानकारी छैन भनेपछि चाहिँ त्यो टिम मध्ये नै कोही चाहिँ फेरि यस्तो निस्किन्छ कि अलिकति बढी पढ्ने, अलिकति बढी रिसर्च गर्ने होइन, अलिकति सिक्ने भएको। अनि त्यो सर अथवा त्यो म्यामलाई चाहिँ थाहा छ भनेपछि उसो भए एक दिन सबैजना बसेर गफ गरौँ न भनेर त्यसरी गर्दा गर्दै इन्फर्मल्ली नै बस्दै नै अनि सँगै बसेर एउटा प्लान गर्यो। अनि त्यो प्लान गर्दाखेरि कुनै मोमेन्ट्सहरू, कुनै क्लासहरू कस्तो हुन्छ भन्दाखेरि मैले मात्रै त हुँदैन, यो तपाईँले सजेस्ट गरेको कुरा इन्टिग्रेट गरेर तपाईँ पनि आइदिन्न भनेर रिक्वेस्ट गर्न थालेपछि तपाईँ अहिले पनि मेरो स्कुलमा आउनुभयो भने कुनै एउटा क्लासमा 2-3जना टिचरहरू गइरहेको देख्नुहुन्छ कि उहाँको लिजर पिरियडमा अर्को साथीलाई हेल्प गरिराख्नु भएको हुन्छ होइन। अनि टिम प्लानिङ एभ्री विकमा उहाँहरू टिम प्लानिङ गर्नुहुन्छ र त्यो टिम प्लानिङ मात्रै होइन, इम्प्लिमेन्टेसन अनि त्यसपछि रिफ्लेक्सनबाट फेरि अर्कोचोटि सुधार। सो त्यो चाहिँ इन्फर्मल गफबाट सुरु हुँदै मलाई भन्दा उसलाई बढी थाहा छ, मैले उसँग सिक्नुपर्छ भनेर बस्ने क्रममा भएको हो। र त्यो सुरुवात चाहिँ हाम्रो सबैको जाने ठाउँ गोल एउटै हो भन्ने रियलाइजेसनबाट सुरु भएको जस्तो मलाई लाग्छ। कलेक्टिभ गोल हो यो सबैको, कलेक्टिभ इफोर्ट लाउनुपर्छ भन्ने। अलिकति हजुरलाई अर्को प्रश्न पनि सोध्न चाहेँ। जस्तै एउटा के भनिन्छ भने त्यो महिला नेतृत्वलाई चाहिँ कति ठाउँमा गाह्रो बनाउँछन् पनि भन्ने हामीले सुन्ने गर्छौँ होइन। हजुरको अनुभवमा अब एज अ महिला त्यो विद्यालय 10 वर्षदेखि लिड गरिरहनु भएको छ, एउटा त्यो राम्रोसँग फङ्सनिङ गरिरहेछ, हजुरको अनुभव चाहिँ कस्तो छ? कतिको गाह्रो बनाएको छ समाजले, समुदायले? होइन, लिडरसिपकै कन्टेक्स्ट हेर्ने हो भने चाहिँ मैले कहिले नि एज अ वुमेन भएकै कारणले गाह्रो चाहिँ महसुस गरिनँ। बरु कतिपय ठाउँमा मैले बेनिफिट नै पाएको छु बिइङ अ वुमन होइन। मलाई कस्तो लाग्छ गाह्रो कहिले हुन्छ भन्दा जब तपाईँमा त्यो कम्पिटेन्सी हुँदैन, त्यो गाह्रो हुन्छ होइन। त्यो कम्पिटेन्सी छैन भने एउटा पुरुष लिडरलाई पनि गाह्रो हुन्छ, महिला लिडरलाई पनि गाह्रो हुन्छ, सबैलाई गाह्रो हुन्छ। सो गाह्रो हुने बित्तिकै मेरोमा के ल्याकिङ छ भन्ने रियलाइजेसन हुनु पर्यो र त्यो कम्पिटेन्सी पुरा गर्यो भने महिला भएकै कारणले गाह्रो हुन्छ जस्तो लाग्दैन। महिला भएकै कारणले कहाँनिर गाह्रो हुन्छ भन्दाखेरि जब चाहिँ मल्टिपल रोलहरू हामी निभाउँछौँ नि त्यो बेलामा चाहिँ गाह्रो हुन्छ होइन। फ्यामिलीको बर्डनहरू हुन्छ, जत्तिकै डेमोक्रेटिक फ्यामिली भए पनि महिलाको रोल अलिकति बढी भइ नै हाल्छ। त्यो कसैले नदिए पनि मलाई आफैले फिल हुन्छ कि जब म दिनभरि घरमा अब अलि राति घरमा पुग्छु मलाई आफै रियलाइज हुन्छ मेरो बच्चाहरूले मेरो समय पाएन भनेर। जबकि त्यो कुरा एउटा पुरुष हो भने चाहिँ उहाँले त्यो
अलिक थोरै नै फिल गर्छ होला जस्तो लाग्छ। सो त्यो केसमा चाहिँ अलिकति गाह्रो हो त्यो मल्टिपल रोल निभाउने क्रममा। तर एउटा इन्स्टिट्युसनमा एउटा लिडरसिपको भूमिकामा हुँदाखेरि कम्पिटेन्सी त इफ यु आर कम्पिटेन्ट तपाईँलाई गाह्रो हुँदैन, कम्पिटेन्सी छैन भने त्यो पुरुषलाई पनि गाह्रो हुन्छ, त्यो महिलालाई पनि गाह्रो हुन्छ। त्यो बेनिफिट पनि छ भन्नु पनि महिला भएको भएर त्यो चाहिँ के छ? बेनिफिट मलाई कस्तो लाग्छ भन्दा बाई नेचर नै महिला भनेको चाहिँ त्यो डिप इन हार्ट तपाईँभित्र एउटा आमा छ, एउटा मदरहुड छ। हामी घरमा सबैलाई खुवाउँछौँ अनि हामी यहाँ खान्छौँ, कहिलेकाहीँ खाँदैनौँ पनि होइन, छैन भने त्यो दिने एउटा त्यागको भावना, कम्प्यासन, त्यो कुरा, त्यो सफ्टनेस होइन, त्यो चाहिँ मलाई मेरो बेनिफिट जस्तो लाग्छ। समाजले चाहिँ त्यसलाई महिलाको कमजोरी भनेर न्यारेट गरिरहेछ, बट आई थिङ्क द्याट्स माई स्ट्रेन्थ होइन। त्यसको कारणले गर्दाखेरि मेरो कलिग्सहरू, मेरो सबअर्डिनेटहरू मसँग कुरा गर्न हिचकिचाउँदैन, उहाँहरूको प्रब्लम्स चाहिँ मसँग सेयर गर्छ। जब प्रब्लम सेयर गर्नुहुन्छ मैले नि केही न केही उ गर्छु होइन, त्यो चिज। अनि मलाई प्रब्लम पर्दाखेरि पनि मेबी अब आई डोन्ट नो सरहरूले सेयर गर्नुहुन्छ, पुरुषलाई कस्तो लाग्छ भने म यो प्रब्लम मैले सेयर गरेँ भने म चाहिँ अलिकति हुन्छ नि एउटा मेल इगो त्यो हुन्छ होला है, मैले सुनेको होइन। तर म चाहिँ कस्तो, हामी महिलाहरू चाहिँ कस्तो भन्दा हामी आफ्नो प्रब्लम सेयर गर्नलाई पनि एकदम इजिली नै सेयर गर्छौँ। त्यही भएर त्यो स्ट्रेस लिएर म घर जानु पर्दैन। मलाई केही प्रब्लम छ भने मेरो साथीहरूलाई म सेयर गरिहाल्छु, त्यो एकदम इजी छ कि। महिलाको त्यो पार्टमा चाहिँ बेनिफिट छु जस्तो लाग्छ है। ओके अर्जुन सर, अहिले हामी टिमको कुरा गर्दैछौँ, म्यामले स्कुलको टिमको कुरा गर्नुभयो। हजुर पनि अब युनिभर्सिटी अफ नेपालको टिम हेर्दाखेरि त्यो जेनेरेसन पनि एकदम फरक जेनेरेसनको मान्छेहरूसँगै हुनुहुन्छ होइन, एकदम त्यो पढे लेखेको, त्यो एकदम धेरै प्राध्यापक डक्टरहरू पनि एकदम धेरै हुनुहुन्छ। पहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गर्दा पनि त्यो एउटा डक्टरको टिम, अरू टिम हजुरले लिड गर्नुभयो होइन, त्यो म्यानेज गर्नु। यस्तो टिम चाहिँ अब यो डाइभर्स जेनेरेसनको होइन, डाइभर्स इन्टेलेक्चुअल क्यापासिटीको त्यो टिम चाहिँ कसरी म्यानेज गर्नुहुन्छ, कसरी मिलाउनुहुन्छ सबैलाई? हो नि, म्यानेज गर्ने कुरा चाहिँ के हुन्छ भनेदेखि तपाईँको एउटा त हामीले अङ्ग्रेजीमा चाहिँ कमन डिनोमिनेटर भन्छ नि, त्यो एउटा चाहिँ नि साझा विषय भन्नु चाहिँ त्यो एजेन्डामा चाहिँ उनीहरू पनि सबै इन्ट्रेस्टेड भएर चाहिँ त्यसमा जोडिएका हुन् नि त। त्यो चाहिँ नि एकदमै चाहिँ सबैले जिउ गर्दै त ल्याएको होइन। तपाईँको अगाडि एउटा एजेन्डा छ, त्यो एजेन्डा तपाईँ प्रस्तुत गर्नुहुन्छ, छलफल गर्नुहुन्छ। अघि सरले भनिसक्नुभयो कम्युनिकेसनबाट चाहिँ नि यो त ठिक काम पो हुन आँटेर छ त भन्ने लाग्ने मान्छेहरू चाहिँ जोडिन्छन् होइन। एउटा कुरा त्यो, त्यसकारण चाहिँ नि उनीहरूको इन्ट्रेस्टबाट नै त्यहाँ आइपुग्ने हो एउटा कुरा। दोस्रो कुरा चाहिँ हामीले एउटा कुरा के बुझ्नुपर्छ अथवा मान्नुपर्छ भनेदेखि हामीहरू कोही पनि चाहिँ नि पूर्ण छैनौँ। हामीहरूको आफ्ना सबल पक्ष पनि छन्, सकारात्मक पक्ष पनि छन्, त्यतिकै दुर्बल पक्ष अथवा नकारात्मक पक्ष पनि त्यतिकै छ, ममा पनि छ, हामीहरू सबैजना छ त्यो। अनि त्यो कुरा तपाईँले महसुस गर्नु भए पछाडि, त्यो कुरालाई स्वीकार गर्नु भएपछि चाहिँ अरू साथीहरूलाई पनि त्यस्तो खालको कुराहरू रह्यो भनेदेखि धेरै तपाईँ चाहिँ त्यसमा दुखित हुने अथवा आक्रोश निकाल्ने काम हुँदैन। अब यो उमेरले पनि होला विजयजी, अब म 30 वर्षको उमेर हुँदा जति उग्र थिएँ अहिले छैन, म एकदम शान्त होइन, सहिष्णु। सर जति शान्त कोही पनि देख्दिनँ म त त्यहाँ। म्याडमहरूलाई पनि, बाल सरलाई पनि त्यही अनुभूति हुँदो हो। अब त्यो नि काठमाडौँ विश्वविद्यालयमा चाहिँ नि म प्रवेश गर्दाखेरि सन् 2024 वर्ष अगाडिको, त्यतिखेर पनि म भर्खर अमेरिकाबाट फर्केको आएको थिएँ मान्छे होइन। त्यसले गर्दाखेरि नेतृत्व तहसँग चाहिँ भिड्न ओर्न चाहिँ उ गर्न मलाई कुनै अप्ठ्यारो लाग्दैन थियो कि। अब आज त्यही अवस्था भइदिएपछि म कसरी ह्यान्डल गर्थेँ होला भन्ने, त्यति बेला मैले जसरी ह्यान्डल गरेँ त्यसरी गर्दैन थिएँ होला। अझ चाहिँ नि तपाईँको विकसित रूपमा, परिमार्जित रूपमा गर्थेँ होला। त्यसो भएको हुनाले गर्दाखेरि मैले के भन्न खोज्दैछु भनेदेखि टिम ह्यान्डल गर्ने भन्ने कुरा एउटा चाहिँ नि इन्ट्रेस्टले जोडेको हुने हुनाले त्यो कुरालाई हामीले बुझ्नु पऱ्यो। उनीहरू तपाईँको दास होइनन्, उनीहरू तपाईँको नोकर होइनन्, उनीहरू चाहिँ पनि एउटा चाहिँ कन्ट्रिब्युट गरौँ भन्ने एउटा सदासयतापूर्वक चाहिँ जोडिएका हुन्छन्। नम्बर 1। नम्बर 2, सबै मान्छेका कमी कमजोरी र सबल पक्ष छन् भन्ने कुराले गर्नु पऱ्यो। हामीले हेर्ने भनेको चाहिँ उनीहरूको सबल पक्षलाई परिचालन गरेर त्यो हामीले जे कमन गोल हो, साझा उद्देश्य, साझा लक्ष्य,
त्यसको परिपूर्तिको लागि उहाँहरूको चाहिँ सबल पक्षलाई कसरी परिचालन गर्ने भन्ने कुरामा चाहिँ ध्यान दिउँ र दुर्बल पक्षलाई त्यो एकदम लक्ष्यलाई नै आघात पुर्याउँदैन भनेदेखि त्यसमा चाहिँ अलिकति चाहिँ धेरै नकोट्याइकन अगाडि बढ्दाखेरि चाहिँ टिमको म्यानेजमेन्ट हुन्छ होला जस्तो लाग्छ। सोधिहाल्छु त्यही 24 वर्ष अगाडि हजुर जुन यङ एङ्ग्री म्यान थियो भन्नुभएको थियो होइन, 24-25 वर्ष अगाडि। अब आजको यो जुन शालीन अर्जुन सल हामीले देखिरहेको छौँ, शालीन अर्जुन सलको अगाडि त्यो 24-25 वर्ष अगाडिको यङ एङ्ग्री म्यान त्यस्तो अर्जुन सर जस्तो मान्छे आयो भने कसरी म्यानेज गर्नुहुन्छ त्यो चाहिँ? होइन, त्यति बेला पनि हाम्रो एङ्ग्री त्यो सानो तुच्छ विषयलाई लिएर एङ्ग्री म्यानको रूपमा थिएन। त्यहाँ चाहिँ सैद्धान्तिक चाहिँ भिन्नता भएरै गरेको। हामीले त्यतिखेर चाहिँ हामी चिकित्सा शिक्षा चाहिँ यस्तो हुनुपर्छ, यो मान्यताद्वारा निर्देशित हुनुपर्छ भन्ने हाम्रो धारणा छ। यसमा तपाईँहरूलाई चाहिँ यो स्वीकार्य छ कि छैन भनेर पहिल्यै हामीले अवधारणा पेश गरेको। उहाँहरूले होइन गर्ने नै यही हो, यही बाटोबाट जानुपर्छ भनेर उहाँहरूले कबुल गर्नुभयो त्यो सामूहिक मिटिङमै। तर पछि जस्तो खालको व्यवहारहरू प्रदर्शन हुन थाले, त्यो सैद्धान्तिक उहाँहरूले आफैले वचनबद्धता जुन गर्नुभएको त्योभन्दा भिन्न खालको त्यसको परिवेशमा आएको हो यो आक्रोश चाहिँ। त्यस्तो मान्छेलाई चाहिँ कसरी डिल गर्नुहुन्छ भनेर? होइन, त्यतिखेर त चाहिँ त्यो आक्रोश त उपयुक्त नै थियो भन्ने लाग्छ मलाई। आज पनि उपयुक्त नै लाग्छ त्यसरी कोही टिममा आक्रोश चाहिँ उपयुक्त थियो। त्यसको चाहिँ व्यवस्थापन चाहिँ म कसरी गर्थेँ भन्ने कुरा मात्रै फरक हुन्थ्यो होला आज भनेर भनेको मैले। बालचन्द्र सर, यति विद्यार्थीहरू हुनुहुन्छ, फ्याकल्टी हुनुहुन्छ होइन, बाहिरको स्टेक होल्डरहरू पनि सबै हुनुहुन्छ, त्यो यहाँको इन्टरनल टिम चाहिँ त्यो कसरी म्यानेज गर्नुहुन्छ? अब यहाँ चाहिँ हाम्रो 2-3वटा ढङ्गले इन्टरनल टिम इभल्भ भएको पनि छ र हामीले म्यानेज गर्ने भन्दा नि अहिले पछि चाहिँ म फेसिलिटेट भन्छु। सुरुमा म डिन हुने बित्तिकै अथवा सुरुमा भनौँ न म यहाँको फ्याकल्टी हुँदैदेखि नै चाहिँ मैले रिसर्च ग्रुपहरू बनाएँ। रिसर्च ग्रुप भन्नाले रिसर्च इन्ट्रेस्टमा काम गर्ने ग्रुप हुन्छ, त्यो इभल्भ हुँदै गयो र जतिखेर म डिन भएँ, डिन भइसकेपछि जो साथीहरू त्यो रिसर्च टिममा काम गर्नुभयो, विभिन्न डिपार्टमेन्टमा हुनुहुन्थ्यो, उहाँहरूले त्यहाँको लिडरसिप लिइदिनु भयो, सजिलो भयो मलाई। त्यो एउटा तरिका हो। युनिभर्सिटी एकाडेमिक हुँदा चाहिँ के फाइदा हुन्छ, जुन फाइदा मैले लिन सक्छु, एउटा चाहिँ आफूले पढाएका साथीहरू पनि आफ्नै वरिपरि हुन्छन्, कलिग हुन्छन्, आफूसँगै काम गरे हुन्छ, जोइन्ट अथर गरे हुन्छ, जोइन्ट रिसर्च गरे हुन्छ होइन। त्यो हिसाबले मलाई चाहिँ त्यो एडभान्टेज भयो। सायद उहाँहरू दुईजनाको तुलनामा, सरको केसमा पनि हुनसक्छ आफूले पढाएको विद्यार्थीहरू भयो भने। अर्को कुरो के हुन्छ भन्दाखेरि अघि तपाईँले भन्नुभयो टिम बिल्डिङमा चाहिँ हामीले अब टिमको लेयरहरू जस्तो डिन भयो, त्यसपछि एचओडी हुन्छन्, त्यसपछि सेन्टर हामीले बनाएका छौँ, सेन्टरको कोअर्डिनेटर हुन्छन्, त्यसको बिचमा सामञ्जस्यता ल्याउने काम चाहिँ मैले गरिराख्नुपर्छ। किन गर्नुपर्छ भन्दाखेरि जस्तो हामी कहाँ चाहिँ 5वटा डिपार्टमेन्ट भए, 4वटा सेन्टर छन्, सेन्टर र डिपार्टमेन्टका रोलहरू फरक छन्। जस्तो सेन्टरले कम्युनिटीमा गएर काम गर्छ, डिपार्टमेन्टले एक्सलेन्समा काम गर्नुपर्छ भनेर हामीले चाहिँ त्यसरी इस्टाब्लिस गर्दै गएको छौँ। कहिलेकाहीँ के हुन्छ, एउटा डिपार्टमेन्टले अर्को डिपार्टमेन्टलाई इन्क्लुड गर्न खोज्छ, त्यो पनि हुन्छ। यो डिस्ट्रिब्युटिभ लिडरसिपमा हामी त्यसमा काम गर्न खोज्छौँ। त्यसमा चाहिँ के हामीले कसस हुनुपर्छ भने मैले अर्काको टेरिटोरी इन्क्रोच गरेँ, अब इन्क्रोच गर्दाखेरि मलाई चाहिँ मेरो लिडरले फेभर गरिदिइराख्यो भने, एउटालाई चाहिँ फेभर गर्यो अर्कालाई गरेन भने त्यो चाहिँ अब त्यसले चाहिँ टिम बिल्डिङ हुँदैन राम्रोसँग। एउटा चाहिँ तपाईँ इम्पार्सियल हुनु नि सिक्नु पऱ्यो होइन। तपाईँ चाहिँ अब फेरि के हुन्छ भने इन्टरनल कम्पिटिसन पनि हुन्छ, जेलसी पनि हुन्छ टिम मेम्बरहरूको बिचमा, त्यो कुरा बुझ्नु पऱ्यो। मैले अहिले पछि बुझिराखेको चाहिँ त्यो हो। जस्तो कति मसँग हुर्केका साथीहरू हुन्छन्, त्यसको आधारमा जानेर होइन नजानेर अनड्यू एडभान्टेज पनि लिन खोज्छन् कतिपय डिसिजन मेकिङ प्रोसेसमा। अनि अरूले के भन्छ नि, फलानाले चाहिँ गर्यो, तपाईँको विद्यार्थी भएर गर्यो होला अथवा तपाईँको नजिकको मान्छे भएर गर्यो होला, त्यसमा चाहिँ त्यसकारण लिडरसिप भनेको चाहिँ कस्तो हुन्छ भने अघि सरले एउटा भन्नुभएको थियो, ज्याद्रो एकातिर, अर्कोतिर थाहा नभएको कुरा, बाटो खनेकै छैन, बाटो खन्दै हिँड्नु पऱ्यो क्या। यस्तो त्यही भएर म्यानेजर हुनु भने चाहिँ इनफाइनाइट काम गर्नु हो, लिडरसिप हुनु भनेको इनफाइनाइट अनसर्टन काम गर्नु हो, सर्टेनिटी केही पनि छैन। त्यसकारण टिम मोबिलाइजेसनको एउटा ठुलो कुरा चाहिँ एउटा ह्युमन क्वालिटी सँगसँगै चाहियो। एउटा कुरा तपाईँ एक्जाम्पलरी पनि हुनु पऱ्यो। अब उहाँ पिएचडी गरेर हेड टिचर हुनुभयो, सरले त्यत्रो संस्था बनाएको
मान्छेको अन्डरमा लिडरसिप भयो भने अब मैले पनि त्यो क्वालिटी त देखाउनु पर्यो, रिसर्च गरेको हुनु पर्यो, पब्लिकेसन गरेको हुनु पर्यो, सुपरभाइज गरेको हुनु पर्यो, अनि बल्ल यो मान्छेले, किनकि फेरि यहाँ त पिएचडी पोस्टडक गरेका मान्छेहरू, पिएचडी गरेका मान्छेहरू, मिनिमम एमफिल गरेका मान्छे छन् अहिले। अधिकांश 23-24 जना पिएचडी गरेका छन्, त्यो 31 जनामा अरू पिएचडी गर्दैछन् होइन। कतिपय केसमा पढिराखेका मान्छेहरू हामी धेरै अगाडि पढेका मान्छेभन्दा धेरै अगाडि हुन्छन्। त्यसलाई कसरी व्यवस्थापन, ज्ञानको व्यवस्थापन कसरी गर्ने होइन, र नयाँ आइडियाको व्यवस्थापन कसरी गर्ने। कसैले केही आइडिया लिएर आयो भने अहिले चाहिँ कस्तो छ भने यङ फ्याकल्टीहरूको सङ्ख्या निकै धेरै छ यहाँ, र केमा कम्पिटिसन हुन्छ भने आज एउटाले एउटा आइडिया लिएर आउँछ, भोलि अर्कोले लिएर आउँछ, तपाईँले नो भन्ने ठाउँै हुँदैन, र यस भन्दा पनि तपाईँले रिसोर्स दिन सक्ने गरी तपाईँ आफू तयार हुनु पर्यो। एउटा चाहिँ नियमित मिटिङ हो, टिम बिल्डिङको होइन, कुराकानी सुन्ने होइन, र अब अलिकति एकाडेमिक भएकोले अलिकति क्रिटिकल पनि हुन्छ कहिलेकाहीँ मिटिङहरू, क्रिटिकल मिटिङहरूलाई प्रेजाइड गर्न सक्ने, कुराकानी सुन्न सक्ने, र अब मान्छेहरू काम गरिसकेपछि पक्ष विपक्षमा बोल्छन्, त्यो कुरा स्वाभाविक हो भनेर मान्दिने, र कतिपय कुरा चाहिँ भ्यालुजभन्दा बाहिर गइराखेको छ भने बोलाएर कुरा पनि गर्ने। जस्तो हाम्रो इन्स्टिट्युसनको भ्यालु कम्युनिटीमा जाने हो, धेरैभन्दा धेरै विद्यार्थीसँग काम गर्ने हो, उहाँले अघि भन्नु विद्यार्थीप्रतिसँग अभाइलेबल हुने हो। कतिपय केसमा अब हामी एकदम आइडियल त छैनौँ, कहिलेकाहीँ कमेन्ट के आइरहेको छ होइन, फलानु टिचरले फलानु फ्याकल्टीले हेरिदिनु भएन मलाई, म चाहिँ चेन्ज गर्न चाहन्छु सुपरभाइजर भन्ने यस्तो केसहरू प्रशस्त आउँछ। आइसकेपछि अब त्यहाँ चाहिँ तपाईँले वाइज हिसाबले डिसिजन गर्नु हो कि होइन त, त्यो कुरा तपाईँले हठात एकदम भनौँ न इम्पल्सिभ डिसिजन त्यस्तो गर्नु भएन। त्यही भएर टिमलाई सँगै हिँडाउने एउटा त्यो प्र्याक्टिकल स्ट्राटेजी पनि चाहियो, ह्युमन क्वालिटी पनि चाहियो। तपाईँले अनि लिट्रेचर पनि पढिराख्नु पऱ्यो। म लिडरसिप कहिल्यै नपढाएँ मान्छे, एउटा कोर्स पनि नपढाएँ, दिन भइकन चाहिँ मैले त्यो स्लोन स्कुल अफ म्यानेजमेन्टले कोर्स चलाउँदो रहेछ, अनि त्यो पनि पढेँ कि, त्यो पनि पढेँ अनुनय विनय गरेर $40,000 भन्छ सर एउटा कोर्सको, कहाँबाट ल्याएर मैले त्यो, म त यस्तो गरिब मान्छे भनेर मेरो ब्याकग्राउन्ड लेखेर पठाएँ, अनि 0 राखिदियो, अनि मैले कोर्स त्यसरी गरेँ। डिसिजन साइन्स त्यसको नि रोल चाहिँ हुँदो रहेछ इन्स्टिट्युसन बिल्डिङमा। अहिलेको लिट्रेचरले के भन्छ त, त्यसलाई हाम्रो कन्टेक्स्टमा कसरी एड्याप्ट गर्ने त, त्यो कुरा चाहिँ त्यो नयाँ नलेजहरू पनि सिक्दै जाने हुन्छ। अब अन्तिमतिर चाहिँ म केही यो लिडरसिप पोजिसनमा हुँदा डिफ्रेन्ट डिलेमाहरू पक्कै पनि हुन्छ होइन, हामीलाई पनि डिफ्रेन्ट डिलेमाहरू हुन्छ। अब त्यो कति हामी यङ जेनेरेसनहरू हाम्रै साथीहरूसँग कुरा गर्दा पनि त्यस्तो डिफ्रेन्ट डिलेमाहरू भइरहेको हुन्छ। त्यस्तोलाई चाहिँ ठ्याक्कै हजुरहरूले कसरी ट्याकल गर्नुहुन्छ? मैले अलिक छोटोमा यो चाहिँ 2-3वटा म त्यस्तो डिलेमाजहरू राख्छु, त्यसमा जवाफ दिनुहुन्छ भन्ने आशा गर्दछु। सुरुमा मैले अर्जुन सरबाट सोध्न चाहेँ, यो चाहिँ कुनै एकदम टफ डिसिजन गर्नुपर्दा होइन, सधैँ यो डेटामा भर पर्नुहुन्छ कि कहिलेकाहीँ त्यो आफ्नो इन्ट्युसन या गट फिलिङले पनि कतिको निर्णयहरू लिनुहुन्छ? इभिडेन्सेसहरू छ भने त इभिडेन्सेसहरूमा भर गर्नुपर्ने स्थिति हुन्छ, तर एभिडेन्स सधैँ चाहिँ नि त्यो एब्सोल्युट भन्ने हुँदैन कि, एब्सोल्युट भन्ने हुँदैन। त्यसो भएको हुनाले एभिडेन्सको पनि एउटा कन्टेक्स्टमा बनेको हुन्छ एभिडेन्सहरू। त्यो कन्टेक्स्टलाई चाहिँ नि हामीले मिलाएर हेर्नु पर्यो होइन। र प्रमुख कुरो चाहिँ तपाईँको जुन लक्ष्य छ, त्यो जुन चाहिँ नि तपाईँले मिसन दिनुभएको छ, त्यो मिसनलाईको सर्वोपरि हित र दीर्घकालीन हितमा, 2टा शब्द यो याद गर्नु, सर्वोपरि र दीर्घकालीन हितमा चाहिँ के गर्दाखेरि हुन्छ भन्ने कुराबाट चाहिँ तपाईँ निर्देशित हुनु पर्यो। तपाईँको कुनै व्यक्तिगत स्वार्थ छैन, तपाईँले चाहिँ कुनै कुराहरू चाहिँ त्यो गलत फाइदा दिने, अनुचित फाइदा दिने ढङ्गले गर्नुभएको छैन भने तपाईँले गलतै निष्कर्षमा पुगिएपछि भने पनि तपाईँ मोरली चाहिँ नि चुक्नु भएन कि, बुझ्नुभयो। त्यसो भएको हुनाले इन्ट्युसनलाई एकदमै सुन्नुपर्छ, र चाहिँ नि गलत भएको हो भनेपछि तपाईँसँग त्यो मोरल करेज पनि हुनु पऱ्यो। मैले गल्ती गरेँ, त्यतिखेर मेरो डिसिजनमा त्रुटि भयो भन्ने कुरा तपाईँले एक्नोलेज गर्नुभयो भने पनि त्यो पनि लिडरसिपको गुण हो कि। तपाईँ जहिले पनि चलाख तरिकाले म मात्रै जान्ने, म मात्रै सुन्ने, म मात्रै ठुलो मान्छे, म जतिको चङ्ख कोही पनि छैन, म जतिको दूरदर्शी कोही पनि छैन भन्ने खालको त्यो अहङ्कारयुक्त भावना लिइराख्नुभयो भने पनि तपाईँ चाहिँ नि सफल नेतृत्वको रूपमा चाहिँ गनिनुहुन्न। तपाईँ पनि मान्छे हो है, अङ्ग्रेजीमा भन्छन् ह्युमन बिइङ्स आर फलिबल हो भनेको चाहिँ हामीहरू सबैजना चाहिँ चुक्न सक्छौँ बेला बखतमा। चुकिएपछि
त्यसमा चाहिँ नि अनौठो अनेक खालको व्याख्या गरेर त्यसमा चाहिँ आफू चोखो बन्ने प्रयत्न गर्नु जरुरी छैन। त्यो चुकियो, यो भयो, म पनि मान्छे हुँ, मबाट गल्ती भयो, अब त्यसबाट सिक्दै अगाडि बढ्ने हो भनेर तपाईँले भन्नुभयो भने तपाईँको जुन शालीनता सिद्ध हुन्छ। त्यहाँ लटर पटर कुरा गरेर काइती कुरा गरेर चाहिँ जोगिने कुरा गर्नुभयो भने चाहिँ तपाईँको मान्छेले तपाईँको छेउमा केही भन्न चाहिँ नसक्लान् तत्काल। तर त्यो भित्र रूपमा चाहिँ यो पनि फन्टुसै मान्छे रहेछ भनेर चाहिँ भनिराखेको हुन्छ, उसले लिइराखेको हुन्छ त्यो चाहिँ। ठिक हो। अलिकति रबिना म्यामसँग आउन चाहेँ। यसमा पनि केही छ भने भन्न सक्नुहुन्छ? सँगसँगै अब एउटा स्कुलको लिड गरिरहनु भएको छ होइन, प्यारेन्ट्सको एउटा एक्सपेक्टेसन हुन्छ, समुदायको एउटा एक्सपेक्टेसन हुन्छ ओभरअल, अनि आफ्नै टिचरहरूको हुन्छ, अनि फेरि रियालिटी अर्कै हुन्छ होइन, एक्सपेक्टेसनभन्दा फरक रियालिटी हुन्छ। त्यस्तोलाई चाहिँ कसरी ब्यालेन्स गर्नुहुन्छ? किनकि त्यो एट टाइम्स थिङ्स चाहिँ कस्तो हुन्छ, अब ओभरवेल्मिङ नै हुन्छ है भन्नु पर्दाखेरि चाहिँ। सामुदायिक स्कुलमा जुन इकोनोमिक ब्याकग्राउन्डको बच्चाहरू हामीले हाम्रो भनौँ न इन्स्टिट्युसनमा पढिरहेछ, स्कुलमा पढिरहेछ, अनि जुन एक्सपोजर आफूले पाइरहेछ, अनि जे कुरा मैले पढिरहेको छु होइन, त्यो तिनवटा कुरालाई मिलाउन चाहिँ फेरि कहिलेकाहीँ ओभरवेल्मिङ नै हुन्छ। तर मलाई कस्तो लाग्छ भन्दा त्यो ओभरवेल्मिङ हुनु पनि ठिकै हो होइन, तर धेरै समयसम्म होइन, एक समयमा चाहिँ उसो भए फोकस केमा हुने त भनेर चाहिँ हुनु जरुरी जस्तो लाग्छ। अहिले प्रेजेन्ट टाइममा चाहिँ के को लागि हामी रेडी छौँ त्यहाँबाट सुरु गर्दै गर्दै चाहिँ बिग गोल त छँदै नै छ। तर एट टाइम्स मैले अहिले चाहिँ के गर्न सक्छु, मेरो टिम के को लागि कम्पिटेन्ट छ, मेरो स्कुलको रिसोर्सेसहरू के को लागि इनफ छ, र हाम्रो प्यारेन्ट्सहरू पनि कम्युनिटीमा सरले भन्नुभयो होइन, त्यो सबै कुराको लागि के जरुरी छ र के चाहिँ हामी गर्न सक्छौँबाट सुरु गर्दै गर्दै गयो भने त्यसरी चाहिँ म गर्छु। त्यो एक्सपेक्टेसन त धेरै नै हुन्छ, सबै खालको हुन्छ, तर अहिलेको सुरुवात कहाँबाट गर्ने भन्ने कुरा चाहिँ पहिलाउनु पर्छ जस्तो लाग्छ मलाई। त्यो प्यारेन्ट्सहरूलाई कसरी बुझाउनुहुन्छ? प्यारेन्ट्सहरूलाई चाहिँ अब प्यारेन्ट्स भेला नै हो होइन हामीले गर्ने भनेको, अनि भेला बोलाउँछौँ, हामीले कुनै नयाँ कार्यक्रम गर्न लागिरहेछौँ भने त्यसको बारेमा बुझाउँछौँ होइन। कतिजनाले बुझ्नुहुन्छ, कतिजना भेलामै आउन पाउनुहुन्न, उहाँहरूलाई विभिन्न माध्यमबाट क्लास टिचरहरूले फोन गरेर हुन्छ कि अहिले त सोसियल मिडियाहरू होइन, उहाँहरूको क्लासै पछि पनि हाम्रो ग्रुपहरू छ, मेसेन्जर ग्रुपहरू छ, भाइबर ग्रुपहरू छ, त्यसमा बच्चाहरूले गरेका क्रियाकलापहरू दे आर द एभिडेन्स नि त हामीले गरिराखेको कामहरू। अनि त्यस्तो गर्यो भने चाहिँ प्यारेन्ट्सहरू कन्भिन्स हुँदो रहेछ, अनि कन्भिन्स नहुने प्यारेन्ट्सहरू फेरि पनि आउँछ, 1-to-1 डिस्कसन हुन्छ, र त्यसरी चाहिँ कन्भर्सेसन कम्युनिकेसनबाटै हामीले गरिरहेछौँ। बालचन्द्र सर, जस्तै यो आफ्नो लङ टर्म गोल हुन्छ, एउटा भिजन हुन्छ होइन आफ्नो इन्स्टिट्युसनको पनि, अनि फेरि डे टु डे रियालिटी पनि डिफ्रेन्ट आउँछ। जस्तै फर इक्जाम्पल यहाँ 1-1.5 महिना अगाडि त्यो बाढीले यहाँ पुरै डुबायो होइन, हामी बसेको यो हामीलाई लगभग पुरै डुबाएको थियो त्यति बेलाको पानीमा हिसाब गर्ने भने। डे टु डे रियालिटीहरू आइरहेको हुन्छ, फेरि भिजन छ, अब भिजनतिर हेऱ्यो रियालिटी मिस हुन्छ, रियालिटीमा मात्रै गयो त्यो भिजन मिस हुन्छ। कसरी ब्यालेन्स गर्नुहुन्छ लिडरसिप पोजिसनमा बसेर? मैले आफूले अब पहिले चाहिँ मलाई के लाग्थ्यो भने अब लिडरले डे टु डे चाहिँ कसैले हेरिदियोस् अनि मैले चाहिँ अलिकति यो भिजनमा मात्रै काम गर्नुपर्छ होला जस्तो लाग्थ्यो मलाई लागेको। अब त्यो तर मैले के बुझेँ ओभर द पिरियड अफ टाइम र यो धेरै लेखकहरूले लिडरसिपमा काम लिडरसिप सम्बन्धी लेख्ने लेखकहरूले नि के भन्दा रहेछन् भन्दाखेरि 70% चाहिँ डे टु डे नै काम गर्नु, तर त्यो डे टु डे कामलाई कहाँसँग 30% काम चाहिँ फ्युचरिस्टिक हुनु पऱ्यो, त्योसँग जोड्नु पऱ्यो। जस्तो बाढी आयो एकछिनको लागि, अब बाढी सफा गर्नु पऱ्यो, सफा केका लागि गर्नु पऱ्यो, हामीले एडुकास्ट चलाउनु पऱ्यो, कक्षा चलाउनु पऱ्यो, नयाँ चाहिँ हामीले भेला गर्ने भनेको छौँ स्टेक होल्डरको, त्यसका लागि चाहिँ त्यो सफा गर्नु पऱ्यो। त्यो सफा नगरी त भेला हुँदैन। भेला किन गर्नु पऱ्यो भन्दाखेरि फ्युचर प्लानको अब 4-5 वटाको नयाँ करिकुलम बन्दैछन्। त्यसरी यो जुन इन्टरट्विनिङ रिलेसन हो नि डे टु डे र फ्युचरको भिजनको, त्यो कुरामा काम गर्नु पऱ्यो। र डे टु डे गर्दाखेरि हामीले केलाई बुझ्नु पऱ्यो भने लिडरसिपको अघि पनि भने लिडरसिप भनेको अनसर्टन फ्युचरका लागि काम गर्ने, चाहे त्यो हार्वर्डको लिडर होस् चाहे त्यो एउटा स्कुलको लिडर किन नहोस्। त्यो भने चाहिँ सर्टेन म्यानेजमेन्टका कुरा छन्, तर त्यो म्यानेजमेन्टका कुरा डे टु डे कुरा मात्रै होइन, दे आर लिङ्क टु लङ टर्म गोल्स हो। त्यो कुरालाई ध्यान दिएर गऱ्यो भने तपाईँ डिलेमा त हुन्छ। किन डिलेमा हुन्छ भन्दाखेरि कुन चाहिँ अर्जेन्ट हो, कुन इम्पोर्टेन्ट हो, कुन चाहिँ लङ टर्म हो, कुन चाहिँ सर्ट टर्म हो, त्यो छुट्याउन पनि हामी त्यसमा इमर्सन हुनै पर्छ। फेरि
इमर्सन हुनैपर्छ, कामै गर्नुपर्छ, साथीहरूसँग छलफल गर्नुपर्छ, डिपार्टमेन्टसँग छलफल गर्नुपर्छ, स्टुडेन्ट ग्रुपसँग छलफल गर्नुपर्छ। जस्तो हामी यहाँ स्टुडेन्ट वेलफेयर काउन्सिल छ होइन, उनीहरूका आफ्ना आफ्ना कुराहरू हुन्छन्। त्यता गएर चाहिँ टिचरहरूको चाहिँ नि अब डिपार्टमेन्ट क्लस्टरहरू छन्, कम्युनिटीमा काम गर्ने मान्छेहरूको क्लस्टर छ। त्यो चाहिँ प्रायोरिटी पनि थाहा पाउनु पऱ्यो। फेरि के होइन भने मेरो एक्लै लोन हिरो भन्ने सरले जुन अघि भन्नु, त्यसमा नि म पटक्कै विश्वास गर्ने मान्छे होइन। त्यसले गर्दाखेरि कतिपय केसमा मान्छे आएर सोधिदिन्छन्, सर हामी के गरौँ भन्ने पनि आउँछ। कोही मान्छे आएर सोध्छ है, मलाई त्यतिखेर बहुत गाह्रो लाग्छ। भन्न त म भन्न सक्छु, म एकाडेमिक हो, पढाएको छु, केही कुरा लेखेको छु, त्यो आधारमा त भन्न सक्छु। तर मलाई त्यो पछि चाहिँ बेलुका के लाग्छ भने मैले भने ठिक भने कि भनिनँ होइन, यो ठिक हो कि होइन, नभने भए पनि हुन्थ्यो होला, अथवा उहाँलाई एकछिन चाहिँ यसो गर्नुहोस् न, यसरी एकछिन छलफल गरौँ न भने भए पनि हुन्थ्यो होला। त्यो रिफ्लेक्सन चाहिँ भइरहन्छ। तर यो डिलेमा चाहिँ सधैँ हुन्छ। मान्छे आएर सोध्छन्, एक्सपेक्ट गर्छन्, भनिदियोस्। अनि अब कतिले चाहिँ एउटा कुरामा चाहिँ म यहाँ सेर म एकदम छोटोमा डिलेमा कतिखेर हुन्छ भने म डिन भएको 1-2 महिनापछि एकजना कोही आएर जुनियर मोस्ट फ्याकल्टी आएर मलाई रिसर्च कमिटीमा जान मन छ भन्नुभयो। मैले हाँसेँ, हस् ठिकै छ, विचार गरौँला भने। तर त्यो इन्स्टिट्युसनल स्याङ्क्टिटी पनि मेन्टेन गर, मान्छेको एक्सपेक्टेसन हुन्छन्, आफूले त्यो स्याङ्क्टिटी पनि स्ट्यान्डर्ड पनि मेन्टेन गर्नुपर्ने हुन्छ। अर्जुन सर, जस्तै यो हामी कुनै पनि इन्स्टिट्युसन भएपछि त्यसको सर्टेन नियमहरू हुन्छ, रुल्सहरू हुन्छ होइन। कहिलेकाहीँ त्यो के सुनिन्छ नि, त्यो रुलमा मात्रै लाग्यो भने पनि त्यो गोल एचिभ गर्न सकिँदैन, कति ठाउँमा फ्लेक्जिबल हुनुपर्छ भनिन्छ। यो त्यो रुल्सहरू र यो फ्लेक्जिबिलिटी चाहिँ कसरी त ब्यालेन्स गर्ने होला? अब यसमा चाहिँ नि सिद्धान्त त चाहिँ नि तपाईँले अहिले भनेको कुरापट्टि नै मेरो आकर्षण भनौँ, मेरो प्रवृत्ति चाहिँ नि त्यो गोललाई अचिभ गर्नु छ भनेदेखि रुलले बाधा दिएको छ भनेदेखि कहिलेकाहीँ रुललाई मिच्नु पनि पर्छ कि भन्नेपट्टि नै छ मेरो ध्यान चाहिँ है। तपाईँले आफ्नो व्यक्तिगत फाइदा लिनको लागि होइन, अनुचित एउटा लाभ लिनको लागि होइन भने त्यो गर्नुपर्ने उचित होला कि भन्ने मेरो प्रवृत्तिगत रूपमा चाहिँ त्यस्तो छ। तर एउटा चाहिँ संस्थामा फेरि तपाईँले त्यस्तो गर्न थाल्नुभयो भनेदेखि त्यो चाहिँ मिसिन्छ। अरूले पनि तपाईँले चाहिँ गर्नु भने हामीले गर्न नहुने भनेर चाहिँ त्यो संस्थामा चाहिँ जुन खालको एउटा अराजकता फैलिने चाहिँ जोखिम हुन्छ, त्यो जोखिम हुनाले बरु तपाईँले त्यो अब हाम्रो अहिले विश्वविद्यालयको केसमा चाहिँ ऐन चाहिँ तपाईँले परिवर्तन त गर्न सक्नुहुन्छ। त्यो चाहिँ लम्बे तानको प्रक्रिया छ। नियमावली चाहिँ तपाईँले परिवर्तन गर्न सक्नुहुन्छ। यदि व्यवहारिक रूपमा चाहिँ त्योले अमिल्दो नै छ भनेदेखि त्यो बरु एउटा चाहिँ विधिसम्मत ढङ्गले चाहिँ बरु त्यो नियम नै परिवर्तन गरिदिने। तर जबसम्म चाहिँ नियम चाहिँ यथावत छ त्यसमा चाहिँ हामी सकेसम्म चाहिँ त्यो भित्रै बस्नेपट्टि नै जानुपर्छ भनेर चाहिँ नि तपाईँलाई चित्त नबुझे पनि त्यो नत्र भने अनुशासन कायम हुँदैन संस्थामा। त्यसले अराजकता निम्त्याउँछ, त्यो भ्रष्टाचार मौलाउन सक्छ। त्यसले गर्दाखेरि हामीलाई मन नलाए पनि कहिलेकाहीँ हामी एकदम चाहिँ मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भन्छ नि, त्यसो गरेर पनि त्यसको सन्तुलन चाहिँ मिलाउनु पर्छ जस्तो लाग्छ मलाई। अब एउटा लिडरसिपको अर्को ट्रेड भनेको चाहिँ त्यो नेक्स्ट जेनेरेसन अफ लिडरसिप पनि तयार गर्ने भनिन्छ नि त। आफूले त्यहाँ छोडेर गइसकेपछि त्यो एउटा त्यो पनि कन्टिन्यू भइरहोस्, त्यो एफोर्ट कन्टिन्यू भइरहोस् भनिन्छ। जस्तै अर्जुन सरको यसमा अभ्यास कस्तो छ, किनकि जस्तै हामीले पाटन देख्यौँ, त्यो पाटन एक हिसाबले इस्टाब्लिस भयो, आजसम्म चलिरहेछ होइन, आज त राम्रोसँग गइरहेछ। त्यो हस्पिटलले दिने क्वालिटीहरू, त्यहाँ इभन हस्पिटलकै क्वालिटीहरू हेर्दा पनि हामी पब्लिकले सर्भिस लिँदाखेरि कम्पेरिटिभली अरू धेरै पब्लिक इन्स्टिट्युसनभन्दा राम्रो पाउँछौँ। ओभरअल हस्पिटलदेखि लिएर त्यो छ। त्यो चाहिँ कसरी हजुरले प्रिपेयर गर्दै आउनुभयो, आउने दिनमा पनि कस्तो प्लान छ? त्यो चाहिँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको केसमा चाहिँ त्यो बाई डिफल्ट भएको हो, त्यो मैले प्लान गरेर होइन। किनभनेदेखि त्यहाँको ऐन के छ भनेदेखि उपकुलपतिलाई चयन गर्ने चाहिँ जिम्मा प्रधानमन्त्रीको हो। त्यस कारणले मैले छोड्ने बित्तिकै एउटा अर्को उपकुलपतिजी आउनु भएको थियो, उहाँले त्यहाँ भाँड भैलो मचाउनु भयो अघि। त्यसो भएको हुनाले त्यसको चाहिँ कन्टिन्युटी नै हुन्छ भन्ने छैन। यस्तो खालको चाहिँ शासकीय स्वरूप भएको ठाउँमा त्यो तपाईँले मात्रै प्लान गरेर नहुने रहेछ। त्यसो भएको हुनाले त्यसको एउटा सीमितता छ। त्यसबाट शिक्षा लिएर समेत अहिले हाम्रो नेपाल विश्वविद्यालयमा चाहिँ नि त्यो संरक्षक परिषदको अवधारणा अनुसार हामी गएको छौँ। अब चाहिँ हामी चाहिँ नि त्यो सक्सेसन प्लानिङ भन्छ नि, त्यो चाहिँ अर्को उत्तराधिकारी चाहिँ तयार गर्ने, त्यो अत्यन्त त्यो लिडरसिपको कन्टिन्युटीको कुरा चाहिँ केमा हुन्छ भनेदेखि
संस्थागत लक्ष्य प्राप्तिको लागि त्यसका मूल्य मान्यताहरूको जगेर्ना र प्रवर्धन गर्नको लागि एउटा गतिलो नेतृत्व भएन भने त्यो धराशायी हुने जोखिम हुन्छ। त्यसकारण तपाईँले एउटा विश्वासिलो सक्षम एउटा चाहिँ वफादार मपट्टि होइन संस्थाप्रति निष्ठावान मान्छेहरूलाई चाहिँ हामीले जन्माउँदै हुर्काउँदै उनीहरूलाई चाहिँ विकसित गर्दै मेन्टरिङ गर्दै लैजानु चाहिँ अति आवश्यक छ। अब हामीलाई लाग्छ कि हामी चाहिँ त्यो लाइनमा जानुपर्छ भन्ने थाहा पनि छ र हामी त्यो गर्छौँ। यो चाहिँ विधान अन्तर्गतै राख्ने सोचिरहनु भएको छ? हजुर, यो विधान विश्वविद्यालयको विधानमा छँदैछ। अब नियम हामी चाहिँ कार्यान्वयन गर्छौँ गर्ने भन्न खोजेको। त्यसमा शुभकामना हजुरलाई। हस्, धन्यवाद। बालचन्द्र सर, हजुरको चाहिँ कस्तो छ अहिलेसम्मको अभ्यासहरू कसरी तयार गरिरहनु भएको छ आउने जेनेरेसन? होइन, हाम्रो दुईवटा कुरा छ। एउटा चाहिँ अब विश्वविद्यालयकै आफ्नो एउटा स्ट्रक्चर छ, त्योभित्र चाहिँ डिन पछि एसोसिएट डिनहरू एचओडीहरू हुन्छन्। तर अब अलिकति इन्टेन्सनल्ली नै मैले काम गरेँ भने के हुन्छ भने अर्को जेनेरेसनको हुन्छ। किनभने यहाँ त अब म अहिले पहिलो टर्म 3 वर्षको सक्यो, दोस्रो टर्म 6 वर्ष डिन चलाइसकेपछि त कोही न कोही त रेडी पार्नै पर्यो, होइन, हुनै पर्यो। मलाई आशा छ किनभने साथीहरू हुनुहुन्छ, प्रोफेसरहरू नै हुनुहुन्छ, यङ प्रोफेसर, मेरै उमेरको प्रोफेसरहरू हुनुहुन्छ भनेपछि त कोही न कोही होला। एउटा चाहिँ अलिकति इन्टेन्सनल काम पनि गर्नुपर्छ। इन्टेन्सनल भनेको चाहिँ मान्छेहरूका विभिन्न पोटेन्सियल हुन्छन्, उनीहरू ती पोटेन्सियलमा ग्रो हुन्, होइन, ग्रो हुनु। जस्तो के कोही एडमिनिस्ट्रेटिभली राम्रो होला, उहाँलाई त्यतैतिर ग्रो गर्नु, कोही रिसर्च वाइज पब्लिकेसन वाइज राम्रो होला, त्यतैतिर ग्रो गर्ने। त्यो ग्रो कहाँ गर्ने भन्ने कुरा हो। त्यो चाहिँ पदमा बसेको मान्छेले इन्टेन्सनली गर्यो भने त्यो ग्रो हुनसक्छ। फेरि के पनि होइन भने एउटा जस्तो स्कुल अफ एजुकेसनको कुरा गर्ने डिन एचओडी सेन्टरका कोअर्डिनेटर है म सक्छु, त्यो छ भने त्यो सबै ग्रो गर्यो भने त भइहाल्यो नि, एउटा इकोसिस्टम बन्छ। कोही न कोही माथि टपमा बस्ला, सबै कलेक्टिभली काम गर्ने एउटा कलेक्टिभ लिडरसिपको कन्सेप्टबाट सबै ग्रो गर्दै आफै निस्किन्छ भन्ने लाग्छ। म्यामले चाहिँ कसरी गर्दै, किनकि एउटा पब्लिक इन्स्टिट्युसन अहिले भनिसक्नु भएको छ, त्यहाँ सबै आफूले भने जस्तो हुँदैन होइन, तर पनि कसरी तयार गर्दै हुनुहुन्छ? पावर डेलिगेट नै हो। आफू पावरमा हुँदाखेरि पनि साथीहरूलाई जिम्मेवारी दिने विभिन्न समितिहरू छ, विभिन्न जिम्मेवारीहरू छ स्कुलमा। अनि अब ड्युरिङ त्यो टाइम नै उहाँहरूले आफ्नो लिडरसिप प्र्याक्टिस गर्न सक्नुहुन्छ, आफ्नो एब्सेन्समा जिम्मेवारी दिने, होइन, त्यस्तो गर्दै नै जस्तो लाग्छ। र टाइम एन्ड अगेन प्रोफेसनल डेभलपमेन्टका सेसनहरू पनि हुनुपर्छ जस्तो लाग्छ मलाई, होइन। त्यो चिज किनभने सबैजना इनबोर्नै त्यो ट्यालेन्ट त्यो लिएर गुण लिएर जन्म्या हुँदैन। त्यो प्र्याक्टिस गर्दै जाँदा कतिपय सिकिन्छ भने कतिपय कुराहरू चाहिँ इन्टेन्सनल त्यो एउटा सेसनहरू रन गरेर पनि गर्नुपर्छ जस्तो लाग्छ। सेयरिङ द सेसन, अब अहिले पनि कोर टिमहरूलाई चाहिँ कतिपय कुराहरू कोर टिममा पहिला छलफल गरिन्छ अनि त्यसपछि मात्रै पुरै स्टाफमा सेयर गरिन्छ, होइन। त्यो कोर टिमहरूलाई चाहिँ सबै कुराहरू सेयर गर्ने, आफ्नो स्ट्रगलहरू आफ्नो प्र्याक्टिसेसहरू सबै सेयरिङ गर्दै नै ग्रो गर्न सकिन्छ जस्तो लाग्छ मलाई। म अलिकति थप्छु है, 30 सेकेन्ड। 2टा कुरा। एउटा कुरा चाहिँ हाम्रो नेपालमा के प्रवृत्ति छ भनेदेखि जो सिनियर मोस्ट हो उसलाई चाहिँ दिने, हेड अफ द डिपार्टमेन्ट पनि अथवा डिन पनि त्यो लाइन लागेर बसेको हुन्छ नि, त्यो प्रवृत्तिबाट हामी अलिकति चाहिँ पृथक हुनेपट्टि सोच्नुपर्छ जस्तो लाग्छ। अघि बाल सरले अलिकति सङ्केत दिइसक्नुभयो। त्यो काम गर्नको लागि जो केपेबल हो नि, हो कि कुनै मान्छे असाध्यै राम्रो प्रोफेसर हुनसक्छ, राम्रो पढाउनुहुन्छ, राम्रो अनुसन्धान गर्नुहुन्छ, तर यो म्यानेजमेन्ट गर्ने लिडरसिप गर्ने भन्ने चाहिँ फेरि त्यसको स्किल सेट नै फरक हुन्छ क्या। त्यस कारण त्यो स्किल सेटमा हुनसक्ने पोटेन्सियल जो मान्छे तपाईँ देख्नुहुन्छ उसलाई तपाईँले ग्रुम गर्नु पऱ्यो, नम्बर 1। नम्बर 2, अघि म्याडमले पनि अलिकति त्यहाँ भनिसक्नु भएको छ, त्यो अत्यन्त महत्त्वपूर्ण। ग्रोथ गर्ने पोटेन्सियल हुन्छ, तर त्यो पोटेन्सियललाई हामीले चाहिँ उजागर गर्नको लागि, प्रस्फुटन गर्नको लागि चाहिने चिजहरू आफ्नो व्यक्तिगत रूपमा मेन्टेनिङ गर्ने कुरा पनि महत्त्वपूर्ण छ। तर उसलाई चाहिँ यो ट्रेनिङ अपर्च्युनिटीहरू दिनु पऱ्यो, त्यो रेलेभेन्ट एक्सपर्टिज कम्पिटेन्स डेभलप गर्नको लागि जे जस्ता सम्भावनाहरू छन् त्यसलाई चाहिँ हामीले इन्भेस्ट गर्नुपर्छ, किनभने त्यो संस्थागत हितको लागि हुन्छ। त्यो चाहिँ त्यसमा ध्यान दिनुपर्छ सबै लिडरहरूले। हस्, धन्यवाद सबैजनालाई। यो पहिलो एपिसोडमा यहाँहरूको विचार पक्कै पनि हामी सबैको लागि एकदम धेरै उपयोगी हुनेछ। नेतृत्वको सम्बन्धी अभ्यास गर्नको लागि र सिक्नको लागि पनि यहाँहरूलाई आफ्नो नेतृत्व कार्यकालको लागि शुभकामना र आफ्नो शैक्षिक संस्थाहरूको पनि उन्नयनको शुभकामना। हस्, धन्यवाद। हामी आउने अर्को अङ्कमा फेरि अरू अतिथिहरूसँग आएर भेट गर्नेछौँ। धन्यवाद।
Educast, reimagining education. Exclusively on Katha Express.